Elena will be the main resource person here. Thank you, Elena, for your time and energy, everything. Thank you so much, Navin. For अब सबैभन्दा पहिला त यो वर्कसपलाई चाहिँ अझ सपोर्ट गरेकोमा हैन मैले चाहिँ सुरुमा तिमीलाई भन्दाखेरि चाहिँ लाइक यु सपोर्टेड इन सो मेनी वेज CIUD र अर्बन डबली हैन चाहिँ तिम्रो इन्भल्भमेन्ट भएको संस्था धन्यवाद छ। नवीन चाहिँ नेपालमा वेस्ट म्यानेजमेन्ट सेक्टरमा नै एकदमै धेरै काम गरिरहेको छ, जबकि म चाहिँ सिडनीमा बेस्ड छु र म वेस्ट म्यानेजमेन्टमा नै काम गरिरहेको छु। लाइक लगभग झन्डै 10 वर्ष भयो, अहिले 10-15 वर्ष भयो सिडनीमा, र नेपाल गरेर 20 वर्षको एक्सपिरियन्स छ। नयाँ साथीहरू सबैजनालाई नमस्कार छ। मेरो नाम अलिना ताम्राकार मास्के। म चाहिँ हाल सलिड वेस्ट म्यानेजमेन्टमा लोकल गभर्मेन्टमा सिडनीमा काम गर्दैछु। यो चाहिँ आफूले जानेको सिकेको कुराहरू भोगेको कुराहरू चाहिँ आजको वर्कसपमा चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट सब्जेक्ट भएको भएर चाहिँ जो मैले चाहिँ यो फ्री वर्कसप राखेको छु र आशा छ बाई द एन्ड अफ दिस वर्कसप यु विल लर्न समथिङ न्यू है त। सो अब हामी ढिला नगरिकन सुरु गरौँ। आजको यो हाम्रो टपिक रहेको छ इम्ब्रेसिङ जिरो वेस्ट। चाहिँ नि अब बेसिकली वाट आई डु भन्दाखेरि आई ट्राई टु एजुकेट, इन्सपायर एन्ड इम्पावर पिपल हैन। यो चाहिँ मैले पहिलादेखि नै गरिरहेको काम चाहिँ मैले दौरानमा चाहिँ मैले चाहिँ अब हामीले अनलाइनबाट जुम मार्फत पनि धेरै वर्कसपहरू मैले विगतमा गरिसकेको छु, गर्दै आइरहेको छु। स्कुलहरूमा पनि जाने बेलामा वर्कसप्सहरू, अनि आफूसँग आफ्नो हातमा भएको पावर, अहिले हामीसँगै भएको पावर चाहिँ नि सोसियल मिडियाको पावर जुन छ त्यसको मार्फत पनि मैले आफूले जानेको कुराहरू सिकाउँदै आइरहेको छु। जुन आर्ट अफ ग्रिन लिभिङ भन्ने प्लेटफर्मको मार्फतबाट मैले इन्स्टाग्राम, फेसबुक र युट्युबमा राख्दै आइरहेको छु। त्यो बाहेक मैले प्रिन्ट मिडियाबाट पनि अवेरनेसको रूपमा चाहिँ आफ्नो मनको कुराहरू र जुन यो अवेरनेस वेस्ट म्यानेजमेन्टसँग सम्बन्धित कुराहरू चाहिँ नि गर्दै आइरहेको छु। Alright, so basically यो चाहिँ म धेरै जसो यो सबैलाई सोध्छु, किनभने आई रियली वान्ट टु रिडिफाइन वेस्ट। सो वाट डु यु थिङ्क इज वेस्ट फर यु? कसैले एक दुईजनाले सट्ट भनिदिनु न। म what do you think is waste for you, like in one word or two word? मेसेजमा आइरहेको छ है एलिना। सोनी सके is saying unnecessary things भन्नुभएको छ। सोनीले चाहिँ unused unnecessary materials भन्नुभएको छ हैन? त्यही नै हो। कसैसँग अरू कुनै डेफिनेसन छ त? हामी लास्टमा आउँछौँ है, यो सम्झिराख्नु। अहिले तपाईँले जे जति पनि हामीलाई मात्र नभन्नुभयो, तपाईँको दिमागमा त केही न केही त आएको छ नि त हैन? सबैको दिमागमा त केही वर्ड त आएको छ डेफिनेटली वेस्ट भने कि यो अहिले सम्झिराख्नु अथवा कतै लेखिराख्नु। हामी लास्टमा एन्ड अफ द सेसन समथिङ द्याट निड्स टाइम एन्ड स्पेस टु म्यानेज, दिपेन्द्रजीले भन्नुभएको छ। वाट वी डोन्ट कन्ज्युम, सुषमाजीले भन्नुभएको छ। इट्स अल करेक्ट हैन? वेस्ट भनेको हामीले जानेको, हामीले बुझेको, वेस्ट भनेको अननेसेसरी थिङ, रबिश, गार्बेज भनौँ न, थप्दै जाउँ अरू सबै नराम्रो वर्डहरू जति पनि छ वेस्टलाई लिएर, काम नलाग्ने वस्तु, फोहोर वस्तु हैन, त्यो सबै वेस्ट नै हो। र त्यसलाई चाहिँ जस हामी सकेसम्म चाहिँ हाल्न खोज्छौँ। र हामी लास्टमा आउँछौँ है, यो नबिर्सिनु होला भन्छु। ओके, सो हाम्रो विचारमा वेस्ट इज अननेसेसरी थिङ, राइट? अनवान्टेड थिङ। हाई मिला। सो अननेसेसरी एन्ड अनवान्टेड थिङ भएको भएर we just want to get rid of it, हैन? That's why there is a problem. हेर्नुस् न यो 4. This is from our household. हाम्रो आफ्नै घरबाट निस्किने फोहोर हो यो। हेर्नुस् त कति भयावह छ नि त हैन अवस्था। घरबाट निस्किने फोहोरलाई यसरी ट्रकमा राखिसकेपछि जब हामी सोच्दैनौँ कहाँ गयो कता गयो, हामीलाई त मतलबै छैन, हामीलाई त आफ्नो घरबाट, बिकज काम नलाग्ने वस्तु हो नि त हाम्रो विचारमा। काम नलाग्ने वस्तु, हामीलाई नचाहिने वस्तु भनेपछि हामीलाई त हाम्रो रेस्पोन्सिबिलिटी कहाँ पुरा हुन्छ भने फोहोरलाई पोको पारेर बिनमा राख्यो, द्याट्स इट। त्यसपछि कहाँ गयो के हुन्छ हामीलाई मतलबै हुँदैन। र फोहोरको समस्या त्यहीँबाट सुरु हुन्छ हैन? फोहोरको समस्या जब सुरु हुन्छ, कहिले सुरु हुन्छ भने जब हामी यसरी फोहोरलाई चाहिँ ल
अब सिडिओ मेरो रेस्पोन्सिबिलिटी, अब कसको रेस्पोन्सिबिलिटी? नगरपालिकाको रेस्पोन्सिबिलिटी, काठमाडौँ नगरपालिकाको रेस्पोन्सिबिलिटी, ललितपुर होइन काउन्सिलको रेस्पोन्सिबिलिटी भनेर जब छोड्छौँ त्यसपछि हामी छैन, त्यसपछि हामी समय समय समाचारमा सुन्छौँ ल्यान्डफिल भर्न थाल्यो, ल्यान्ड फोहोर खसाल्न दिएन, ल्यान्डफिलमा मान्छेले विरोध गर्यो भन्ने कुराहरू सोध्छौँ। किन भनेदेखि वेस्ट इज अ बिग प्रब्लम फर एभ्री वान। किनभने एकातिर यसले हाम्रो नेचुरल रिसोर्सेसलाई इम्प्याक्ट पार्छ, इन्भाइरोमेन्टलाई इम्प्याक्ट पारिरहेछ, हाम्रो इकोनोमिकल फाइनेन्सियली यसलाई इम्प्याक्ट पारिरहेछ, सोसियल इम्प्याक्ट पारिरहेछ, पब्लिक हेल्थमा इम्प्याक्ट पारिरहेछ होइन। कसरी भन्दाखेरि यो फोटोमा हेरौँ न, पहिलो फोटोमा तपाईँले देख्नुहुन्छ नदीमा फोहोर पुरा जाम भइसक्यो, हाम्रो बागमतीको अवस्था पनि त्यस्तै नै छ होइन, सबै प्लास्टिकै प्लास्टिक छ। हेर्नुहोस् है, यो सबै यसले के सन्देश दिन्छ त भनेपछि हाम्रो फोहोर जति सबै फाल्ने ठाउँ त नदी होइन नि त, तर हामीलाई मतलब छ र छैन नि, हामी त we just want to get rid of from our home होइन। तर लाइक if it's not yours, हामी चाहिँ के भन्छ, not in my backyard but it can go anywhere as long as my backyard is clean, I don't care, but this is our earth, यो कसको पृथ्वी हो त होइन, कहाँको हावामा सास फेर्छौँ त हामी, कहाँको पानी खान्छौँ त भन्दाखेरि it's going back to somewhere else, but it's our backyard as well ultimately होइन। भयो यो चाहिँ नि अब इन्भाइरोमेन्टल प्रब्लम भयो। देन देयर इज मन्दिर होइन, मन्दिरको बाहिर फोहोर फाल्छौँ भनेपछि अब हाम्रो सोसाइटीमा मन्दिर जस्तो चिजलाई त हामीले छोड्दैनौँ होइन, सोसियली देयर लट्स अफ द्याट्स सोसियल इम्प्याक्ट होइन, मन्दिर जान खोज्दैनौँ। अर्को सोसियल इम्प्याक्टमा चाहिँ त्यहाँनिर अब ल्यान्डफिलमा फोहोर जाँदाखेरि त्यहाँको मान्छे वरिपरि बस्ने मान्छेलाई धेरै किसिमको समस्याहरू हुन्छ, हेल्थ हेजार्डहरू हुन्छ, उनीहरूलाई धेरै किसिमको रोग लाग्छ, द्याट्स रियल। एन्ड कहिलेकाहीँ समाचारमा उनीहरूले झुटो बोलेको भनेर सोध्छौँ, द्याट्स कम्प्लिटली रङ, इट इज ट्रु द्याट, किनभने हामी कहिले जानुभएको छ त, हामी ल्यान्डफिल नजिक कस्तो गन्ध आउँछ, कस्तो स्मेल आउँछ होला, आफ्नो घरको फोहोर 2 दिन लिन नआउँदाखेरि हामीलाई कस्तो गाह्रो हुन्छ, त्यो ल्यान्डफिल नजिक बस्ने मान्छे कसरी बस्छ होइन, प्रपर म्यानेजमेन्ट छैन हाम्रोमा। देन बाटोमा फाल्दाखेरि, बाटोमा फाल्छौँ हामीले, द्याट्स अगेन अनदर सोसियल इम्प्याक्ट होइन, जनावरहरूले खान्छ जताततै फोहोर फालेर। अहिले अलिकति चेन्ज भएको छ, त्यति धेरै फोहोर देखिँदैन, तर द्याट डजन्ट मिन कि फोहोरको समस्या छैन भनेर चाहिँ हामी भन्न मिल्दैन है। नवीन यहाँ छ, ऊ चाहिँ वेस्ट म्यानेजमेन्ट काम जहाँ छ, अहिले हामीले अलिअलि पोजिटिभ इम्प्याक्ट देखिरहेको छ। मैले यसो सोचेँ कि अघि यो फोटो हेरिराख्दाखेरि मैले मेरो हस्बेन्डले भनेँ कि ला नेपालमा त यस्तो दृश्य अहिले त्यति धेरै देख्न पाइँदैन, यो रङ छ भनेर सोच्ला कि भनेर पनि मलाई मनमा आयो क्या, तर यति छिटो हामी आएको छैन। इभन अस्ट्रेलिया, इभन सिडनीमा पनि हामी फोहोर कतै देख्दैनौँ, तर फोहोर एकदमै ठुलो छ। म वेस्ट म्यानेजमेन्टमा काम गर्छु, यहाँको लोकल गभर्मेन्ट काउन्सिलमा काम गर्छु र मलाई थाहा छ बाहिरबाट हेर्दाखेरि समस्या छैन, तर भित्रभित्र ठुलो समस्या छ है। सो द्याट्स वाइ वी स्टिल निड टु रिमेम्बर दिस। यसलाई, यो फोटो यिनीहरूलाई छिटो चाहिँ बिर्सिनु हुँदैन। ओके, सो नाउ वाट क्यान वी डु अबाउट इट? हामीसँग के ताकत छ, अब हामीसँग के छ त्यस्तो, अब हामी त्यसलाई चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि हाम्रो हातमा भएको, हामीसँग चाहिँ वी हेभ लाइक नगरपालिका आफ्नो ठाउँमा छ, सरकार आफ्नो ठाउँमा होला, कसले के गरेछ द्याट इज, तर हाम्रो आजको यो वर्कसपको मुख्य उद्देश्य चाहिँ म एज एन इन्डिभिजुअल, म एज अ ग्लोबल सिटिजन, म एज अ सोसाइटीको मान्छे, एज अ परिवार मैले के गर्न सक्छु होइन। आज हामी ममा केन्द्रित भयो, मेरो जिम्मेवारी के हो, मेरो घर, मेरो परिवारप्रति, म स्वयंप्रति, मेरो आफ्नो स्वास्थ्यको लागि र मेरो देश र अनि हाम्रो होल वर्ल्डको लागि वाट क्यान वी डु इज वी क्यान प्र्याक्टिस जिरो वेस्ट लाइफस्टाइल। बट हाउ? अगेन जिरो वेस्ट लाइफस्टाइल भनेपछि अब हामीले के नै गर्ने, कसरी गर्ने भन्ने सोच आउला। सोच इज भेरी सिम्पल, के गर्नुपर्छ भनेदेखि सोच चाहिँ ठुलो राख्ने, तर एक्सन एकदमै सानो, चाहे त्यो प्लेनै चढ्ने, प्लेनै बनाउने सोच किन नहोस्, हामीले कागजको प्लेन त बनाउन सक्छौँ नि, सपना त्यहीँबाट पुरा गर्न सक्छौँ होइन। जतिसुकै ठुलो हामीले उसले यो गरिरहेछ त्यो गरिरहेछ भन्दाखेरि म के गर्न सक्छु, सानो कुराबाट स्टार्ट गर्छु, एन्ड यो जर्नी स्टार्ट्स फ्रम देयर। That's how we can start embracing zero waste lifestyle, right? And I'll start showing you how we can make those small planes. अब zero waste को कुरा गरौँ।
कतिजनाको लागि त यो नयाँ टर्म पनि होला, के भनेको होला जिरो वेस्ट, पोसिबल पनि छ कि छैन, यत्रो समस्या भइरहेछ, कसरी जिरो वेस्ट पोसिबल छ भन्दाखेरि जिरो वेस्ट भनेको एउटा टर्म मात्रै हो है। जिरो वेस्ट भनेको अब शून्य फोहोर हो, तर यसको मतलब के हो भनेदेखि इट्स एन एफर्ट टु रिड्युस सलिड वेस्ट जेनेरेसन टु नथिङ or close to nothing as possible by minimizing excess consumption and maximize the recovery of solid waste. मतलब हामीले सकेसम्म फोहोरै निकाल्ने, फोहोरै ननिकाल्ने वा कम फोहोर निकाल्ने, कसरी भन्दाखेरि सकेसम्म कम प्रयोग गरेर वा निस्केको चिज फोहोरलाई चाहिँ फेरि रिकभर गरेर, हैन? सिम्पल छ नि, आइदर कम फोहोर निकाल्ने अथवा निकाल्दै ननिकाल्ने, कसरी भन्दा कम प्रयोग गर्ने अथवा त्यसको पुनः प्रयोग गर्ने अथवा रिकभर गर्न सक्ने। सो त्यो यदि त्यसलाई त्यो फर्मेटमा बसेर अथवा त्यो प्रिन्सिपलमा बसेर हामीले फोहोरलाई व्यवस्थापन गर्यो भने द्याट इज जिरो वेस्ट प्रिन्सिपल, हैन? सिम्पल छ, इट्स भेरी सिम्पल। सो किन चाहिँ हामीलाई फोहोर जिरो वेस्टको अवधारणा चाहियो भन्दाखेरि बिकज वी लिभ इन द प्रिन्सिपल अफ नट इन माई ब्याकयार्ड, हैन? मेरो ब्याकयार्डमा मेरो घर सफा चाहिन्छ, wherever it goes, but where does it go? Magically the फोहोर हराउँदैन, हैन? कहीं न कहीं त जान्छ, it goes away भन्छ नि, where is away? Either it goes to the landfill or it goes to the park, it goes to the water, समुद्रमा जान्छ, नदीमा जान्छ, कतै बाटोमा जाला, कतै न कतै त जान्छ नि, तर हराउँदैन नि त प्रपर म्यानेजमेन्ट नभएसम्म, हैन? ल्यान्डफिल पनि प्रपरली म्यानेज गरेन भने त्यहाँ पनि समस्या निस्किन्छ। सो because we don't think what happens to the waste when once it's gone. त्यसपछि हाम्रो कन्जम्सन प्याटर्नको कारणले गर्दाखेरि, सो हाम्रो कन्जम्सन प्याटर्न भनेको कस्तो छ, यो चाहिँ अहिले कन्जम्सन प्याटर्न, फर्स्ट हामी किन्छौँ 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 किन्छौँ, हैन? जति मन लागि किन्छौँ, हामीलाई थाहा पनि छैन हामीलाई चाहिन्छ कि चाहिँदैन, अनि त्यही कुरा चाहिँ फेरि 2-3 महिनापछि युजै नगरेको कुरा पनि हामीलाई फाल्नुपर्ने अवस्था आइरहेको छ। के हो भने now we need to rethink our consumption pattern as well. Now, another reason is because every single piece of plastic ever made still exists somewhere. हैन? हामीले प्रयोग गरेको हरेक सानो भन्दा सानो प्लास्टिक अझैसम्म पनि कहीँ न कहीँ बसेको छ, कहीँ न कहीँ। सायद मैले 3 वर्षदेखि दाँत माझ्न थाले, ब्रस गर्न थाले पनि मेरो टुथब्रस कहीँ न कहीँ बसिरहेको, मैले खाएको फर्स्ट चिप्सको प्याकेट अनलेस इट वाज अपसाइकल, कहीँ न कहीँ अपसाइकल गरेको होस् या हैन ल्यान्डफिलमा होस्, खोलामा होला, नदीमा, कहीँ न कहीँ हामी सबैले प्रयोग गरेको एभ्री सिंगल प्लास्टिक इज स्टिल सिटिङ समवेयर. That's why we need to go zero waste, हैन? यो टुथब्रस भयो, देयर इज अनदर भेरी त्यो एकदमै पपुलर, मलाई एकदम मनपर्ने ऊ थियो कि एउटा स्टेटमेन्ट, इट्स जस्ट वान टुथब्रस सेज 7 बिलियन पिपल, हैन? भनेको सबैजनाले एउटा सानो प्लास्टिकको टुथब्रस त हो नि, 7 बिलियन मान्छेले भनिरहेछ नि त। हेर्नुहोस् यहाँनिर फोटोमा, अर्को फोटोमा तपाईँले देख्न सक्नुहुन्छ चराहरूको पेटभित्र पनि प्लास्टिकले भरिएको छ, हाम्रो नदीहरू प्लास्टिकले नै डुबिसकेको छ, हैन? नाउ इट्स भेरी क्विकली चाहिँ म एउटा सानो यो सर्कुलर इकोनोमीको बारेमा क्विकली भनिहाल्छु, हैन? सिम्पल वेमा भन्छु, हामीले चाहिँ यदि जिरो वेस्टलाई चाहिँ नि अगाडि बढाउने हो भने सर्कुलर इकोनोमी प्रिन्सिपललाई अगाडि बढाउन एकदमै जरुरी छ। सर्कुलर इकोनोमी भनेको के हो भने देयर आर 3 इकोनोमी, वान इज लिनियर इकोनोमी विच वी आर डुइङ नाउ, विच इज बाइङ एन्ड थ्रोइङ अवे, हैन? किन्यो, युज गर्यो, सिद्यो, फाल्यो, विदाउट थिङ्किङ ट्वाइस, द्याट इज लिनियर इकोनोमी, अनि त्यसले गर्दा फोहोरको समस्या बढिरहेछ। अनि अर्को चाहिँ अलिअलि म रिसाइकल गर्छु, रिसाइक्लिङ बिनमा राख्छु, अलिअलि म खाली सिसीलाई दिन्छु, कागजहरू दिन्छु, हैन? प्लास्टिकको भाँडाकुँडाहरू दिँदै म रिसाइकल गरिरहेको भन्ने लाग्छ भने द्याट इज रिसाइक्लिङ इकोनोमी, बिकज वी डोन्ट नो त्यसपछि के भइरहेछ भनेर। त्यसपछि अर्को आउँछ सर्कुलर इकोनोमी, त्यसको मतलब चाहिँ नि तपाईँले लास्टको भिडियो यो फोटो हेर्नुभयो भनेदेखि त्यसमा मुभिङ टु जिरो वेस्टमा चाहिँ के हुन्छ भने एक्सट्र्याक्सन हुन्छ नेचरबाट, त्यसपछि प्रोडक्सन भइरहेछ, त्यसपछि त्यहाँ किन्यो, कन्जम्सन भयो, त्यसपछि डिस्पोजल भयो, हैन? डिस्पोजल भइसकेपछि त्यहाँबाट रिसाइकल गर्न मिल्ने अथवा रिकभर गर्ने मिल्ने कुराहरू लिएर फेरि प्रोडक्सनमा जान्छ भनेदेखि त्यो भित्रबाट जुन प्रोडक्सनमा त्यो ग्रिनको भित्रको
त्यो चाहिँ नि सर्कुलर इकोनोमी र सर्कुलर इकोनोमीलाई जति सानो बनाउन सक्यो द्याट्स इभन मोर बेटर त्यो चाहिँ मोर सस्टेनेबल हुन्छ सो हाम्रो अबको उद्देश्य चाहिँ के हुन्छ फोहोर कम फाल्ने र सकेसम्म सर्कुलर इकोनोमीमा जाने भनेको मतलब सकेसम्म रिसाइकल सामानहरू किन्ने होइन रिपर्पज भएको सामानहरू किन्ने त्यो चाहिँ नि त्यसलाई चाहिँ सिस्टममा घुमाइराख्ने के ताकि सिस्टमबाट बाहिर ल्यान्डफिलमा चाहिँ जानु नपरोस् हाल्न नपरोस् विदिन द सिस्टम प्रयोग भइराखोस् होइन सो हाउ टु गो जिरो वेस्ट अब पहिला पहिला चाहिँ तीनटा 3R सिस्टम भनेर भन्थ्यो तपाईँलाई थाहा छ 3R भनेको के होला च्याटमै लेखिदिनु न त म मात्र बोलिराख्दाखेरि पनि अलि बोरिङ हुन्छ 3R 5R थाहा छ भने 5R लेखिदिनु एनीवन सुन्नु त भयो होला reduce reuse reproduce reuse recycle regenerate आरबाट एकदमै राम्रो राम्रो वर्डहरू बन्छ है तर ओके 5R मा रिफ्युज ओके द्याट्स गुड 5R मा रिफ्युज पनि पर्छ ओके सो हाम्रो जुन 3R भनेर जुन एकदमै पपुलर वाला थियो त्यो चाहिँ नि रिड्युस रियुज रिसाइकल घटाउनु पुनः प्रयोग गर्नु र पुनर्चक्रण गर्ने होइन रिड्युस रियुज रिसाइकल द्याट्स 3R स्ट्यान्डर्ड 3R भयो त्यसमा चाहिँ अहिले 5R भनेको चाहिँ रिफ्युज रिड्युस रियुज रिसाइकल र रट पनि राखेको छ प्रिन्सिपलमा चाहिँ राखेको छ तर इट्स अप टु यु लाइक कसैले रिकभर पनि डिफ्रेन्ट वेमा चाहिँ राखेको छ यो आर्सलाई तर 3R सरी यो 5R को प्रिन्सिपलमा चाहिँ रिफ्युज सो अब चाहिँ हामी रिड्युस गर्नुभन्दा अगाडि नै चाहिँ अब चाहिँ रिथिङ्क के सो रिथिङ्क गरेर चाहिँ रिफ्युज गर्नु पर्यो सो आल गो टु माई नेक्स्ट स्लाइड सो वेस्ट हायरार्कीले चाहिँ के भन्छ भने अब चाहिँ वेस्ट हायरार्की यो 5R को पनि हायरार्कीमा राख्दाखेरि चाहिँ फर्स्टमा हामीले गर्नुपर्ने रिफ्युज होइन अनि रिड्युस रियुज रिपेयर र रियुज र रिपेयर एउटै भयो भनौँ रियुज नै भयो रिसाइकल र रट सो त्यो भनेको चाहिँ त्यो अर्डरमा हुनुपर्छ अब अलिकति क्ल्यारिटीमा जाउँ यसलाई ओके सो वाट इज रिफ्युज रिफ्युज भनेको चाहिँ नि आफूले चाहिने नचाहिने कुरालाई लाइक अब चाहिन सक्छ भनेर किन्ने होइन अथवा चाहिँ चाहिन्छ कि चाहिँदैन फर्स्टमा सोच्ने र चाहियो भने मात्र नि किन्ने सो लाइक इफ यु डोन्ट निड डोन्ट बाई इट वी निड टु प्लान अहेड होइन अनि फर्स्टमा चाहिँ सप एट होम फर्स्ट किनभनेदेखि घरमा नै हाम्रो सपिङ गर्न पुग्ने सामानहरू अलरेडी छ इफ यु वान्ट टु बाई योर क्लोथ सप इन यर वार्डरोब फर्स्ट पहिला आफ्नो दराजमा हेर्नु तपाईँको लुगा कति छ त्यहाँ ट्याग सहितको लुगाहरू होइन अथवा चाहिँ तपाईँको प्यान्ट्रीमा हेर्नु तपाईँको के किन्नु सायद तपाईँ पहिल्यै किनेर राखिराख्नु भए पनि हुनसक्छ होइन सो all refuse that you do not need. That is the first step of zero waste. Then reduce what you need. Like तपाईँलाई के चाहिन्छ भने त्यो चाहिने कुरा मात्रै किन्ने तर थोरैमा किन्ने होइन अनि लङ टर्म इन्भेस्टमेन्ट गर्ने लङ टर्म सामान need a bottle then प्लास्टिकको बोतल दिन आज पानीको बोतल किन्ने आज किन्ने भन्दाखेरि इट्स नट सस्टेनेबल तपाईँसँग यदि मेटल कुनै बोतल अब मेटल ग्लास पनि छ तर मलाई मेटल मोर सस्टेनेबल लाग्छ किनभने ग्लास पनि फुट्न सक्ला भनेर होइन सो विच एभर इज लङ लास्टिङ एन्ड विच एभर सुट्स यु सस्टेनेबल प्याकेज सस्टेनेबल मटेरियलमा लङ लास्टिङ हुने खालको सामान किन्नु पर्यो ब्याग किन्दाखेरि लङ लास्टिङ सो प्लास्टिक ब्याग्स प्लास्टिक बोतल प्लास्टिक कप सरी टेक वे कप्स आर नट सस्टेनेबल किनभने तपाईँले यदि ल भनौँ न हप्तामै 2-3 कप कफी हुन्छ भने पनि तपाईँले एक वर्षमा कति धेरै वेस्ट जेनेरेट गर्नुहुन्छ वाटर बोतल तपाईँ सबै बाहिर पानीको बोतल किन्नुहुन्छ भने घरबाट जहिले पनि आफूले बोतल लिएर कहिलेकाहीँ इज डिफ्रेन्ट होइन कहिलेकाहीँ बिर्सिन्छ सबैले बिर्सिन्छ हामी पनि बिर्सिन्छौँ कहिलेकाहीँ पानी सिद्धिन्छ हामीले किन्नुपर्ने बाध्यता आउँछ द्याट इज डिफ्रेन्ट तर कन्सियस हुनु पर्यो कि आफू घरबाट बाहिर निस्कँदाखेरि म झोला बोकेर जानुपर्छ मैले बोतल बोक्नुपर्छ कफी कप बोक्नुपर्छ त्यो चाहिँ आफूले सम्झेर गर्नुपर्छ होइन अनि थर्ड इज
रियुज भनेको चाहिँ नि अगेन जुन कुरा हामीले किन्यौँ नि अब रिड्युस गरेर किनेको कुरालाई बारम्बार प्रयोग गर्नु एज मच एज यु क्यान होइन सेम कुरालाई चाहिँ त्यसको क्यापासिटी भएसम्म पुनः प्रयोग गर्नेले चाहिँ रियुज अनि कुनै पनि कुरा किन्नुभन्दा पहिला म फेरि गर्न सक्छु कि सक्दिनँ भनेर चाहिँ तपाईँले राम्रोसँग विचार गरेर मात्रै किन्नु होला र विशेष गरेर चाहिँ हामीले धेरै किन्ने भनेको चाहिँ बच्चाहरूको लुगा चाहिँ नि हामीले एकदमै धेरै किन्छौँ यो बच्चाको लुगालाई चाहिँ अब मेरो आफ्नै एक्सपिरियन्सले पनि हामीले आफ्नो बच्चाको सानो भएको लुगा अरूलाई दिन सक्छौँ अरूको कसैको सानो भएको लुगा कसैले दिन्छ भनेदेखि आई डोन्ट थिङ्क देयर इज एनी प्रब्लम मैले साथीभाइले दिएको लुगा मेरो आफ्नो बच्चाहरूलाई लगाउन दिएको छु र आफ्नो बच्चाको लुगा पनि मैले अरू सबै धेरै जसोलाई दिएको छु होइन कुराहरू सानो सानो बानी हेर्दाखेरि सुरुमा अब हाम्रो सोसाइटीको अलिकति अहिलेको सोसाइटीको मात्रै कुरा तर यदि हाम्रो पहिलाको कुरा गर्ने हो भने हाम्रो ऊ त एकदमै सस्टेनेबल छ नि हाम्रो त आफ्नो दिदीहरूको दाईहरूको लुगा भाइ बहिनीलाई लगाइदिने होइन कजनहरूको लुगा लगाइदिने चलन त थियो नै पहिला अब अहिले आएर चाहिँ हाम्रो यो कन्जम्सन जुन यो ओभर कन्जम्सन प्याटर्न जब सुरु भयो त्यसपछि हामीले चाहिँ अर्काको लुगा लाउनु नहुने जस्तो अरूको सामान प्रयोग गर्न नहुने अरूसँग माग्न नहुने जस्तो त्यस्तो चिज चाहिँ हामीमा डेभलप भयो अब आएर फेरि हामीले हाम्रो जुन किसिमको सस्टेनेबल बिहेभियर गर्थ्यौँ नि हामी त्यसैतिर जानुपर्ने अहिले हाम्रो आवश्यकता छ अहिलेको विकल्प नै छैन वी निड टु डु द्याट र त्यसमा अप्ठ्यारो मान्नुपर्ने एन्ड यु हेभ टु स्टार्ट इट सम वान हेज टु स्टार्ट इट तपाईँबाट नै सुरु गर्न सक्नुहुन्छ तपाईँले त्यो परिवर्तन पहिला पहिला हामी लुगाहरू च्यात्दाखेरि के गर्दाखेरि रिपेयर अहिले त फेरि त्यो रिपेयर गर्ने पनि चलन छैन होइन त्यसलाई पनि फेरि त्यो एउटा स्किल पनि हो रिपेयर गर्ने वी निड टु रिपेयर चाहे त्यो इलेक्ट्रोनिक होस् लुगा होस् टेबल चेयर्सहरू काठको सामानहरू वी क्यान फर्निचर्सहरू वी क्यान रिपेयर एन्ड रियुज अगेन देन कम्स रिसाइकल होइन रिसाइकल इज समथिङ सबैजनालाई थाहा छ है रिसाइकल भनेको के हो भनेदेखि कुनै पनि सामानलाई चाहिँ त्यसबाट चाहिँ नयाँ सामान बनाएर चाहिँ पुनः प्रयोग गर्ने त्यसलाई चाहिँ रिसाइकल भन्छ अनि दिस इज वी कान डु दिस यो गर्नलाई चाहिँ हामीले कतै गएर पठाउनुपर्छ रिसाइक्लिङ फेसिलिटीमा पठाउनुपर्छ देन उनीहरूले चाहिँ काठको सामान प्लास्टिकको सामानबाट प्लास्टिकको सामान बनाउँछ सिसाबाट सिसाको सामान मेटलको सामान बन्छ कागजबाट कागज बन्छ सो त्यो चाहिँ नि कस्तो हुन्छ त्यो रिसाइक्लिङ फेसिलिटीमा नै गर्छ तर हामीले आफ्नो सामान कहाँ पठाउने भन्ने कुरा चाहिँ जस्तै अब तपाईँ नेपालमा हुनुहुन्छ भने अहिले नवीन सक्छौँ कि कुन सामान कहाँनिर पठाउने किनभने उसको रिसाइक्लिङ फेसिलिटी छ होइन त हामीले चाहिँ नेपालमा अब तर मेरो विचारमा हाम्रो चाहिँ सबभन्दा सजिलो कागज खाली सिसी पहिलादेखि नै लिन आउँछ त्यो चाहिँ एकदमै मैले त भनौँ न अब सिडनीमा हामीले रिसाइक्लिङ सुन्दाखेरि त त्यो त के हो रिसाइक्लिङ त हामी त जमानामा देखि गर्थ्यौँ नि होइन र रिसाइक्लिङ पेपर बियरको बोतलहरू लिन आउने मेटलको टुक्राहरू लिन आउने सफ्ट प्लास्टिकहरू कलेक्सन गर्ने नेपालमा धेरै पहिलादेखि नै थियो तपाईँले गर्नुपर्ने भनेको खालि टाढा राख्नुपर्ने भयो र जो राइट पर्सन छ राइट पर्सनलाई दिनुपर्छ अनि त्यसपछि त्यो राइट ठाउँमा जान्छ र रिसाइक्लिङ कम्पनीको लागि त्यो र मटेरियल भन्यो तिनीहरूले चाहिँ पृथ्वीबाट नेचरबाट लिनु परेन नि त र मटेरियल भएपछि त्यो त्यसबाट नयाँ सामान बनाउनको लागि पानीको खर्च कम लाग्ने भयो एनर्जी कम लाग्ने भयो हाम्रो चाहिँ त्यसपछि बारे के भने त्यसबाट बनेको सामान किन्नुपर्ने भयो होइन यदि बजारमा यो रिसाइकल प्रडक्ट हो रिसाइकलबाट प्लास्टिकबाट बनेको रिसाइकल ग्लासबाट बनेको भने वी सुड प्रमोट दोज आइटम्स के हाम्रो जिम्मा चाहिँ नि हाम्रो जिम्मेवारी चाहिँ त्यसलाई चाहिँ रिसाइक्लिङ गर्ने मान्छेसम्म जिम्मा लगाउनु र सिडनीको कुरा गर्नुहुन्छ भने सिडनीमा चाहिँ हरेक घरमा चाहिँ रिसाइक्लिङ बिन छ कोमिङ्गल रिसाइक्लिङ जसमा चाहिँ लिएको सामान जुन छ प्लास्टिक पेपर ग्लास र मेटलको सामान एकै ठाउँमा राखिन्छ र त्यसलाई चाहिँ गएर विभिन्न ठाउँमा चाहिँ कम्पनी जो रिसाइक्लिङ कम्पनीको भेन्डरकोमा चाहिँ जान्छ र त्यहाँबाट रिसाइकल गरिन्छ है यो सफ्ट रिसाइकल हुन्थ्यो अहिले चाहिँ हुँदैन सो नेपालमा चाहिँ हुन्छ है अनि
तपाईँहरूको क्वेसन छ भने हामी लास्टमा क्वेसन एन्सर गर्छौँ है, कहाँ कहाँ पठाउने रिसाइक्लिङहरू तपाईँसँग क्वेसन्सहरू छ भनेदेखि। एन्ड लास्टमा चाहिँ रट विच इज अल्सो कम्पोस्टिङ होइन। कम्पोस्टिङ भनेको चाहिँ सब हाम्रो घरबाट निस्केको गार्डन र किचनबाट निस्किने जति पनि हाम्रो अर्ग्यानिक वेस्टलाई चाहिँ घरमा नै म्यानेज गर्ने सबैभन्दा बेस्ट उपाय चाहिँ कम्पोस्टिङ हो। कम्पोस्टिङको बारेमा त म त जति पनि बोल्न सक्छु होइन। म चाहिँ अब विगत झन्डै 13-14 वर्षदेखि नै कम्पोस्टिङ गरिरहेको छु घरमा, वर्म फार्मिङ गरेर आइरहेको छु र मेरो घरको किचन वेस्ट चाहिँ कहीँ पनि जाँदैन। एभ्रिथिङ गेट कम्पोस्टेड थ्रु वर्मी कम्पोस्टिङ। अनि गार्डन वेस्ट चाहिँ नि ग्रिन बिनमा राख्छु, त्यसलाई पनि त्यो चाहिँ काउन्सिलले चाहिँ कम्पोस्टिङ गर्छ है। सो हामीले सक्यौँ भनेदेखि र अर्ग्यानिक वेस्ट चाहिँ मोर देन 60% अफ आवर वेस्ट इज अर्ग्यानिक वेस्ट। अनि अर्ग्यानिक वेस्टको प्रब्लम के भनेदेखि अर्ग्यानिक वेस्टलाई चाहिँ हामीले जब ल्यान्डफिलमा पठाउँछौँ होइन, ल्यान्डफिलमा पुगेपछि यो यति राम्रोसँग डिकम्पोज भएर मल बन्ने क्षमता भएको अर्ग्यानिक वेस्ट चाहिँ ल्यान्डफिल गएपछि के हुन्छ भने ल्यान्डफिलमा त त्यो प्लास्टिकमा पोको पारेर हुन्छ नि त होइन हाम्रो अर्ग्यानिक वेस्ट सबै। अनि प्लास्टिकमा जब प्लास्टिकमा डिकम्पोज हुन खोज्दाखेरि चाहिँ अक्सिजन हुँदैन र अक्सिजन बिना डिकम्पोज हुन हुँदाखेरि के हुन्छ भनेदेखि त्यहाँ चाहिँ नि मिथेन ग्यास प्रड्युस हुन्छ। मिथेन द हार्मफुल के अरे हाम्रो ग्रिन हाउस ग्यास होइन, जसले चाहिँ क्लाइमेट चेन्जलाई चाहिँ नि बढावा दिन्छ। भनेपछि डाइरेक्टली इन्डाइरेक्टली वी आर कन्ट्रिब्युटिङ टु क्लाइमेट चेन्ज बाई सेन्डिङ इट टु ल्यान्डफिल। त्यही भएर चाहिँ हामीले घरमा आफ्नो हातमा हाम्रो घर हो, हामीले घरमा हामीले सजिलैसँग कम्पोस्टिङ गर्न सक्ने कुरालाई ल्यान्डफिल पठाएर हामीले क्लाइमेट चेन्जमा चाहिँ नि हामीले कन्ट्रिब्युट गरिरहेका छौँ होइन। त्यसको लागि अब यदि कोही इच्छुक हुनुहुन्छ भने हामी नेक्स्ट टाइम चाहिँ कम्पोस्टिङमा मात्र स्पेसिफिक भएर पनि वर्कसप गर्न सक्छौँ, वर्म फार्मिङमा गर्न सक्छौँ। चाहे तपाईँ घरमा बस्नुहोस्, तपाईँको ठुलो ब्याकयार्ड होस्, तपाईँको बाल्कनी मात्रै होस्, कौसी होस् होइन, जसोसुकै ठाउँमा पनि हामीले सजिलै कम्पोस्टिङ गर्न सक्छौँ। त्यसको कम्पोस्टिङको फाइदा एउटा त वेस्टलाई म्यानेज हुने भयो, अर्को तपाईँले फ्रीमा चाहिँ नि आफ्नो प्लान्टको लागि एकदमै उच्च गुणस्तरको मल पाउनुहुन्छ है। अनि अर्को थर्ड भेरी इम्पोर्टेन्ट कुरा चाहिँ के भनेदेखि कम्पोस्टिङ एउटा यस्तो कुरा हो जुन तपाईँले गार्डनिङ गर्ने मान्छेलाई पनि थाहा हुन्छ, गार्डनिङ गर्दाखेरि जुन किसिमको तपाईँलाई एउटा आनन्द आउँछ नि होइन, त्यस्तै हो। किनभने सोइल र माटो अर्थ सँग चाहिँ त्यस्तो एउटा पावर हुन्छ कि अर्थमा छ, इट्स भेरी गुड फर यर मेन्टल हेल्थ, भेरी गुड टु रिड्युस डिस्ट्रेस यर सेल्फ होइन। त्यही भएर पनि मलाई चाहिँ यो गार्डनिङ कम्पोस्टिङ चाहिँ नि एकदमै मनपर्छ र विभिन्न यसको फाइदा त अनगिन्ती नै छ। ओके, लेट मी नो इफ यु आर इन्ट्रेस्टेड एन्ड वी क्यान अरेन्ज दिस सम अदर टाइम। बोनस टिप्स 5वटा त भयो होइन। यो लास्टमा चाहिँ बरो। ओके, सो बरो भनेको चाहिँ अब हामी पहिला पहिला पनि साथीसँग पेन्सिल छ भनेर राख्थ्यौँ होइन, भनेदेखि अहिले पनि ड्रिल मेसिन चाहिएला अथवा कुनै सामान तपाईँलाई चाहिएको छ, तपाईँसँग छैन, कहिले काहीँ मात्र प्रयोग गर्नुहुन्छ भनेदेखि यु क्यान स्टिल बरो इट फ्रम यर नेबर्स, फ्रम यर फ्रेन्ड्स, फ्रम यर फ्यामिलिज, रिलेटिभ्स। देयर इज नो प्रब्लम इन द्याट होइन। हरेक कुरा किन्नै पर्छ भन्ने चाहिँ कहिले काहीँ सोच्छ, एकचोटिको लागि मात्र प्रयोग गर्नलाई पनि किन्नु पर्यो भन्ने लाग्छ भने एकचोटि सोधेर हेर्नुहोस् न। तपाईँको घरमा कहिले काहीँ पार्टी हुन्छ होइन, अब 4-5जना मान्छेलाई त अब सबैको चेयर होला, तर तपाईँ 10-15जना मान्छे बोलाउँदा चेयर पुगेन, नेबरलाई सोध्नु न चेयर छ कि, बरो गर्न मिल्छ कि, एउटा टेबल बरो गर्न मिल्छ कि, पार्टीको केही सामानहरू छ कि, पछाडि लाइक डेकोरेसन गर्ने केही सामानहरू छ कि। त्यो भयो भने तपाईँले सबै कुरा किनिराख्नु पर्दैन, किनभने कति कुरा कोही नेबरको अथवा रिलेटिभ्सको घरमा त्यत्तिकै बसिरहेको पनि हुनसक्छ नि। लर्न द ह्याबिट अफ बरोइङ एज वेल। अब अझ धेरै अब हामी रुम टु रुम जाऊँ होइन। रुम टु रुम चाहिँ मैले के गर्दैछु भन्ने कुरा अहिलेसम्म हाम्रो ठिक छ नि, केही सबै ठिक छ। सुषमाजी र मैले हाम्रो राधा भौजा देखेर चाहिँ एभ्रिथिङ ओके ल हस्। सो अब चाहिँ हामी के गर्न सक्छौँ फर्दर होइन। अब मैले चाहिँ के गरेको छु इच रुममा है त। बाथरुम एउटा यस्तो ठाउँ हो जहाँबाट हाम्रो एकदमै धेरै फोहोर निस्किन्छ, एकदमै धेरै फोहोर निस्किन्छ, जुन सायद तपाईँले याद गर्नुभएको छ कि छैन। हाम्रो स्याम्पूदेखि लिएर हाम्रो टोइलेट्रिजहरू सबै निस्किन्छ, कति धेरै छ हेर्नु न है। अब बच्चा छ भने बच्चाको आफ्नै सामान,
आफ्नै सामानहरू हुन्छ। त्यो सामानहरू प्लास्टिकको जति पनि हार्ड प्लास्टिक जुन छ तपाईँले राइट साइडमा देखिराख्नु भएको स्याम्पूदेखि लिएर कन्डिसनर्सहरू जति पनि हार्ड प्लास्टिक जुन छ रिसाइकल गर्न मिल्छ। स्प्रे क्यान्सहरू जुन छ डियोड्रेन्टको स्प्रेहरू सबै तिनीहरू पनि यु क्यान रिसाइकल होइन, त्यो पनि रिसाइकल गर्न मिल्छ, रिसाइक्लिङ बिनमा जान्छ अस्ट्रेलियामा। तर नेपालमा मेरो विचारमा त्यो पनि हार्ड प्लास्टिक कलेक्सन गर्न आउने मान्छेलाई, जस्तै तपाईँको कोकको बोतलहरू लिने मान्छेले सायद मेरो विचारमा लान्छ होला है। त्यो त भयो रिसाइकल। अब रिसाइकल बाहेक हामी के गर्न सक्छौँ भने अब हामीलाई जुन हाइजिन अथवा हाम्रो क्लिनलिनेसको कुराहरू किन्दाखेरि तपाईँले अब अलरेडी प्रयोग गरिराख्नु भएको छ, तुरन्तै किन्नु पर्दैन। नेक्स्ट टाइम तपाईँ सपिङ गर्नुहुन्छ त्यतिखेर तपाईँले सस्टेनेबल अप्सन्सहरू चुज गर्नु। काठको लाइक ब्रसदेखि लिएर टुथब्रसहरू भयो होइन, अनि यु क्यान मेक यर ओन स्क्रब फेस सफा गर्नको लागि कफीबाट, फेस जुन मेकअप रिमुभरहरू आफैले कागज कपडाको सक्नुहुन्छ। यो रेजर जुन छ नि बिचमा एउटा रेजर पनि छ, टुथब्रस पछिको रेजर, त्यो चाहिँ मेरो हस्बेन्डको रेजर हो होइन। सो कस्तो छ भनेदेखि कति वर्ष भइसक्यो त्यो रेजर चलाइरहेको। त्यो तलपट्टिको ब्ल्याक उसमा चाहिँ धार लगाउने चिज होइन, अनि त्यो धार गइसके पनि त्यसैमा धार लगाएर चाहिँ उसले चाहिँ, मलाई थाहा पनि थिएन तर मैले पछि थाहा भयो कि त्यो चाहिँ त्यस्तो सस्टेन हुँदैन। एभ्री टाइम देख्छ नि त्यो फाल्नु पर्दैन तिम्रो भनेर सोद्धाखेरि त्यस्तो पो रहेछ भनेपछि लाइक सो मेनी इयर्स हिज बिन युजिङ इट, 5-6 इयर्स भइसक्यो त्यो अहिले युज गरिरहेको। वी निड टु इन्भेस्ट इन सर्टेन लाइक त्यस्तो कुराहरू जुन चाहिँ हामीले चाहिँ लामो समयसम्म प्रयोग गर्न सक्छौँ है। र मलाई आज चाहिँ अर्को एउटा मुख्य विषयमा अर्को पनि मलाई कुरा गर्न मन लागेको छ, त्यो चाहिँ नि हाम्रो सेनिटरी वेयर को बारेमा पनि। अब अहिले नेपालमा पनि धेरैले कुरा गरिराख्नु भएको छ होइन, सस्टेनेबल सेनिटरी वेयर भनेर। हाम्रो पहिलाको युज एन्ड थ्रो प्याड्सहरू युज गर्थ्यौँ भनेदेखि त्यो चाहिँ एकदमै धेरै इन्भाइरोमेन्टली चाहिँ त्यसले चाहिँ एकदमै नेगेटिभ इम्प्याक्ट पारिरहेको छ, किनभने त्यही वेस्ट एभ्री मन्थ हामीले होइन कति धेरै वेस्ट निकाल्छौँ भनेपछि ग्लोबली हामीले कति धेरै वेस्ट निकालिरहेछौँ त्यसबाट मात्रै। सो अहिले चाहिँ फेरि ब्याक टु हामी जसरी सानोमा रियुजेबल हामीले चाहिँ प्याड्सहरू लगाउँथ्यौँ नि त्यस्तै, तर मोर एडभान्स भर्जनमा आएको छ अहिले चाहिँ क्लोथको चाहिँ नि प्याड छ, जसलाई चाहिँ हामीले वास गरेर फेरि युज गर्न सक्छौँ। पिरियड प्यान्टीहरू आएको छ जसलाई हामीले चाहिँ लो फ्लो पिरियड बेला गर्न सक्छौँ होइन। अनि अर्को चाहिँ नि मेन्स्ट्रुअल कप, त्यो पनि एकदमै सजिलो र एकदमै राम्रो, सजिलो र एकदमै कम्फर्टेबल र कन्भिनियन्ट अप्सन हो होइन। पनि मलाई धेरै समय लाग्यो, मैले धेरै सोचेँ, धेरै समयसम्म चाहिँ पुरेपछि बल्ल मैले प्रयोग गरेँ। एन्ड वान्स आई युज्ड इट, इट वाज अमेजिङ। अलिकति समय लाग्यो युज टु हुनको लागि होइन, तर यसले मात्रै पनि हामीहरूको चाहिँ वेस्ट रिडक्सनमा चाहिँ एकदमै धेरै मद्दत गर्छ। र त्यो सँगसँगै चाहिँ अब मैले धेरै रिसर्च पेपर त पढेको छैन, तर चाहिँ प्लास्टिकको जुन प्लास्टिक कोटेड सेनिटरी प्याडले गर्दाखेरि चाहिँ विभिन्न किसिमको हेल्थ इस्युजहरू, हर्मोनल इस्युजहरू आइरहेछ भन्ने कुरा चाहिँ मैले अब अलिअलि चाहिँ सुनेको हो होइन। त्यसको कारणले पनि मैले चाहिँ नि सस्टेनेबल सेनिटरी वेयरमा चाहिँ नि स्विच गरेको हुँ। यु क्यान रिसर्च, यु क्यान डु यर ओन रिसर्च होइन, यताउता अलिकति हेरेर, तर चाहिँ नि सकेसम्म चाहिँ छिटै चाहिँ नि सस्टेनेबल अप्सनमा जानुभयो भनेदेखि चाहिँ इट विल बी गुड। ना गोइङ टु किचन होइन, किचनमा पनि एकदमै धेरै अब भन्नै पर्दैन, किचन सबभन्दा बढी युज हुने ठाउँ भयो होइन। किचनमा हामीले कसरी हामीले वेस्ट घटाउन सक्छौँ भन्दा अब सबैभन्दा पहिला त हाम्रो दाल चामल राख्ने ठाउँ नै भयो होइन। अब त्यसमा कुनै फ्यान्सी हामीले नयाँ जार नयाँ बोतल किनेर राख्नु पर्दैन, हाम्रो घरमा नै। यो फोटो चाहिँ मेरो होइन होइन, मैले चाहिँ यो इन्टरनेटबाट लिएको गरेर यो जार चाहिँ अझ फ्यान्सी छ। मैले सबै कफीको जार युज गरेको छु, इट अल्सो लुक्स युनिफर्म, मेरो पनि सबै युनिफर्म छ, तर सबै कफी जारहरू पुरानो कफी सिधिसकेको सिसाको जार युज गरेको छु। यसरी नै दाल मसलाहरू चाहिँ सानो सिटीमा युज गरिरहेको छु होइन। अनि अर्को चाहिँ नि हामीले यो
अगेन मैले चाहिँ आफ्नो सकेसम्म चाहिँ सबै जसो भाँडाकुँडालाई चाहिँ अहिले चाहिँ फेरि ब्याक टु स्टिल र रियुजेबल जुन यो हाम्रो सामानहरू प्लास्टिक बाहेकको सामानहरू चाहिँ अहिले युज गर्न थालेको छु। सकेसम्म चाहिँ नि प्लास्टिकलाई चाहिँ अब टाढै राख्ने। पहिला एक्चुअली चाहिँ एकदमै प्लास्टिकको लहर चल्दाखेरि चाहिँ एकदमै रहर लागेर धेरै प्लास्टिकको सामानहरू माइक्रोवेभ गर्न मिल्ने भनेर किन्यो र अहिले आएर फेरि बिस्तारै माइक्रोवेभेबल प्लास्टिकलाई फेरि रिप्लेस गर्दै सेरामिक र अन्य सामानहरूबाट चाहिँ अहिले मैले फेरि रिप्लेस गर्न थालेको छु, किनभने प्लास्टिक सम हाउ इज नट गुड फर आवर हेल्थ पनि होइन। अनि मलाई अब अहिले उहाँ आउनु भएको छ कि छैन मलाई थाहा छैन। एकजना दिदीले चाहिँ मलाई त्यो हाम्रो क्वेसनरमा चाहिँ नि वाट इज वान अफ द च्यालेन्ज युआर फेसिङ सस्टेनेबिलिटी भन्दाखेरि उहाँले चाहिँ त्यो क्लिङ ऱ्याप प्लास्टिकको क्लिङ ऱ्याप भनेर भन्नुभएको। यो फोटोमा तपाईँले देख्न सक्नुहुन्छ मैले भाँडाहरू छोपेर राखेको छु विभिन्न किसिमको सामानहरूले। त्यसमा चाहिँ मैले क्लिङ ऱ्याप जुन प्लास्टिकको फिल्म जुन छ नि युज नगरेको मैले धेरै वर्ष भइसक्यो। सो जब हामी सानो थियौँ हामीले त कहिले प्रयोग गरेका थिएनौँ नि त, थियो त त्यो थाहा भएको हामीलाई कति नै वर्ष भएर। सो अब हामीले 2-3 वर्ष प्रयोग गर्यो भन्दैमा त्यो बिना हामी बाँच्नै नसक्ने भन्ने अवस्था त छैन नि। होइन मैले पनि सोचेँ कि अब प्लास्टिकै नचलाउने चाहिँ कोसिस गरेर हेरौँ भने जस्तो लाग्यो होइन। अनि मैले सबैभन्दा माथि चाहिँ यो बिज व्याक्स जुन चाहिँ आफैले यस्तो खालको चाहिँ यो बिज व्याक्स ऱ्याप भनेर चाहिँ आफैले पनि बनाउनु मिल्छ, किन्न पनि पाउँछ होइन। बिज व्याक्स बाट चाहिँ कपडामा राखेर तपाईँलाई केही कुरा छोटो समयको लागि चाहिँ छोप्नुपर्छ भनेदेखि यसमा पनि स्टिकीनेस हुने भएको छोप्न मिल्छ। अनि अर्को कुरा चाहिँ तपाईँले यस्तो खालको यो सिलिकनको यस्तो किन्न पाउँछ होइन, सिलिकनको लिड किन्न पाउँछ। यो सिलिकनको लिड चाहिँ तपाईँले आफ्नो जार कप बल जेमा पनि छोप्न पनि मिल्छ। अनि मोर लङ सस्टेनेबल कति धेरै वर्ष भइसक्यो, कलर चाहिँ चेन्ज भइसक्यो, अलिक पुरानो पुरानो देख्न थाल्छ बट इट्स स्टिल इन भेरी गुड सेप होइन, केही पनि बिग्रिएको छैन, वर्षौँ भइसक्यो प्रयोग गरिरहेको छु। र हाम्रो सबैभन्दा यो पनि धेरै धेरै युज गर्दैन, सबभन्दा त लिड नै हो होइन। लिड भएको नै प्रयोग गरौँ न त, यो चाहिँ सेरामिक भयो अनि लिड, अनि बलमा पनि लिड। सो लिड राखिसकेपछि त अरू केही चाहिँदै चाहिएन, किनभने हामी सानोमा कहिल्यै प्रयोगै गरेका थिएन क्लिङ ऱ्याप युज गर्यो भन्दैमा। अब त्यो बिना त हामी फेरि ब्याक टु हामी जसरी पहिला गर्थ्यौँ त्यही अनुसार फेरि हामी गर्न सक्छौँ है। सो क्लिन ऱ्याप को जरुरी छैन। अनि फ्रिजमा पनि त्यसरी नै हामीले सबै कुरा यसरी चाहिँ क्लिन ऱ्याप गरेर गर्नुभन्दा लिड राखेर चाहिँ यसरी राख्न सक्छौँ। सो मेनी वेज टु रिड्युस प्लास्टिक होइन। अनि मैले अघि भने नि सबै प्लास्टिकको कन्टेनर्सहरू चाहिँ हामीले रिप्लेस गरेर स्टिल अथवा चाहिँ यो वुडन होइन सबै रिप्लेस गरेको। पानीहरू पनि घरमा सकेसम्म अब बेभरेजहरू पनि हामीले कोक फ्यान्टाहरू पनि कहिले काहीँ अभियसली मान्छे आउँदा चाहिन्छ हुन्छ होइन, अब प्र्याक्टिकल त हुनै पर्यो त्यस्तो बेला मात्रै किनिन्छ। नत्र भनेदेखि घरमा नै हामीले चाहिँ अब यो चाहिँ सोडा स्ट्रिम हो घरमै बनाउन मिल्छ। नेपालमा पनि हामीले जुसहरू के किनेर बनाउन मिल्छ भनेदेखि त्यसरी नै बनाउँछ। जहिले पनि हामीले कोक फ्यान्टा नै किन्नुपर्छ भन्ने छैन। अनि लेमन चाहिँ यो सेकेन्ड लास्ट फोटोमा चाहिँ लेमन कसैले हामीलाई लेमन यति धेरै अब टाइममा जसको घरमा लेमन हुन्छ नि उहाँहरूले दिनुहुन्छ भनेदेखि के गर्न सक्छौँ भने लेमनलाई चाहिँ फ्रिज गरेर हामीले फ्रिजरमा राख्न सक्छौँ। त्यसरी राख्दाखेरि जति लामोसम्म पनि हामीले चाहिँ लेमनलाई प्रयोग गर्न सक्छौँ। बनाना कुहिन लागेको छ भने यु क्यान मेक बनाना ब्रेड आउट अफ इट, त्यस्तो चाहिँ धेरै रेसिपिजहरू छ होइन फुड प्रोडक्सनको लागि पनि। यो चाहिँ सिम्पल र हाम्रो फ्रिक्वेन्टली आउने कुराहरूलाई चाहिँ हामीले चाहिँ यसरी फ्रिजरको युज गरेर पनि हामीले धेरै कुराहरू अथवा त्यसबाट चाहिँ केही कुराहरू बनाएर पुरानो खानेकुराबाट पनि हामी वेस्ट चाहिँ घटाउन सक्छौँ किचनमा। नेक्स्ट इज लन्ड्री होइन। अब लन्ड्रीमा हेर्नु न तपाईँले यो फर्स्टवाला फोटो हेऱ्यो भने अब यो क्लिनिङ एन्ड लन्ड्रीको होइन। अब बजार गयो भने यति धेरै भेराइटीको हुन्छ, इट्स फुल अफ केमिकल्स होइन। अब लन्ड्रीमा चाहिँ नि मैले पनि अब कोसिस गर्न खोजेको थिएँ यो बाइकार्बहरू युज गरेर चाहिँ, तर म त्यति धेरै सक्सेसफुल चाहिँ भएको छैन होइन। तर मैले क्लिनिङमा चाहिँ 100% मैले चाहिँ नि बाहिरको
स्टोरबाट किनेको कुनै पनि क्लिनिङ प्रडक्ट चाहिँ युज गरेको छैन, मैले आफैले घरमै बनाएको। तपाईँ यो तलको एउटा लास्टको फोटो देख्न सक्नुहुन्छ, त्यो चाहिँ मैले भेनिगरमा चाहिँ नि लेमन र अरेन्जको पिल्सहरू राखेर चाहिँ त्यसबाट चाहिँ त्यो इन्फ्युज गरेर चाहिँ पहिला म प्रयोग गर्थेँ, धेरै वर्षसम्म त्यसरी प्रयोग गरेँ। त्यसपछि लास्ट 2 इयर्सदेखि चाहिँ मलाई मैले एउटा अर्को प्रडक्ट थाहा भयो जुन चाहिँ घरमा नै बनाउन सकिन्छ, चाहिँ इको इन्जाइम भनिन्छ, जुन चाहिँ नि अगेन कागती र सुन्तलाको जुन सिट्रस फ्रुट्सको चाहिँ पिल्सहरूलाई चाहिँ नि फर्मेन्ट गरेर चाहिँ घरमा नै क्लिनिङ प्रडक्ट बनाउन मिल्ने। सो मैले त्यो बनाउन थालेपछि म त्यही प्रयोग गर्दै आइरहेको छु। मैले कुनै पनि घरमा क्लिनिङ प्रडक्ट द्याट इज भेरी मल्टिपर्पज क्लिनिङ अल्सो, किचन होइन, जहाँ पनि हाम्रो किचनदेखि लिएर अब ऐनाहरू पुस्नेदेखि लिएर भाँडा माझ्दाखेरि पनि युज गर्न सक्ने अमेजिङ प्रडक्ट, म्याजिक प्रडक्ट। सो त्यो भएर चाहिँ मैले चाहिँ त्यही प्रयोग गरेर आइरहेको छु है। मैले पोस्टहरू पनि सेयर गरेको छु क्या त्यो बायो इन्जाइम भनेर। तर when you go to the market, look for sustainable options सकेसम्म चाहिँ, किनभने क्लिनिङ प्रडक्टको केमिकल्सले हामीलाई मात्रै होइन त्यो पानीबाट गइसकेपछि फेरि हाम्रो अगेन पानीमा बस्ने जीव जन्तुलाई पनि नेगेटिभ असर पार्छ। मलाई चाहिँ एउटा कुरा क्लिनिङमा चाहिँ म किन पनि यसरी चाहिँ क्लिनिङ प्रडक्टमा म आफ्नो सानो स्टोरी सेयर गर्छु होइन, किन चाहिँ म 100% आफ्नो होम मेड नेचुरल क्लिनिङ प्रडक्टमा गएको भनेर होइन। एक्चुली चाहिँ म प्रेग्नेन्ट थिएँ होइन, प्रेग्नेन्ट हुँदाखेरि चाहिँ म बाथरुम सफा गरिरहेको थिएँ, अनि त्यहाँनिर त्यतिखेर चाहिँ मोल्ड क्लिनर युज गरेको थिएँ कि मैले। त्यो चाहिँ अलमोस्ट 10 इयर्स अगाडिको कुरा है, 10-12 इयर्स चाहिँ भइसक्यो मेरो फर्स्ट बेबी हुँदाखेरिको कुरा। अनि त्यतिखेर चाहिँ म त्यो मोल्ड क्लिनर एक त बाथरुमको पनि भित्र होइन, सावर रुममा चाहिँ म त्यसरी मोल्ड क्लिनर राखेर सफा गरिराख्दाखेरि चाहिँ मलाई एकदम डिजिनेस फिल भयो क्या। एकदम मोल्ड कस्तो स्ट्रङ हुन्छ मोल्ड क्लिनर होइन, अनि मलाई कस्तो डिजिनेस फिल भयो। एन्ड आई वाज प्रेग्नेन्ट, त्यसपछि मलाई अलिकति एकदम स्ट्राइक भयो कि त्यसपछि के भएको यो स्ट्रङ स्मेल र त्यो। त्यसपछि मैले गुगल गरेँ कि अब मलाई यो मन परेन, मलाई एकदम कम्फर्टेबल नलागेपछि मैले चाहिँ नेचुरल सल्युसन के हुनसक्छ भनेर मैले सर्च गर्दाखेरि चाहिँ बाइकार्ब, लेमन, सल्ट होइन, अनि यसो भिनेगारहरूले चाहिँ हामीले चाहिँ क्लिनिङ गर्न सक्छौँ भनेर। त्यसपछि मैले विभिन्न एक्सपेरिमेन्टहरू गरेँ, अनि इन्फ्युज त्यो लेमन पिल्सहरू चाहिँ इन्फ्युज गरेँ। त्यसपछि मैले धेरै चलाएँ अप अन्टिल आई फाइन्ड, देन अहिले मैले रिसेन्टली चाहिँ मैले यो बायो इन्जाइम भेटाइसकेपछि त्यो चाहिँ मेरो अहिलेसम्म चाहिँ मेरो बेस्ट रेसिपी चाहिँ नेचुरल क्लिनिङको चाहिँ त्यही नै छ। ओके, अनि अर्को चाहिँ अब लन्च जाँदाखेरि पनि कति मान्छेलाई अब टेकवेमा गएर किनेर होइन फेरि फाल्छौँ होला, सकेसम्म चाहिँ यदि घरबाट नै लन्च लानुहुन्छ भनेदेखि सकेसम्म आफूले सक्ने अब कपहरूदेखि लिएर वाटर बोतल, लन्च बक्सहरू राख्दाखेरि सानो सानो, अघि मैले देखाएको थिएँ नि सानो प्लेन क्या, दिस इज लाइक दोज द्याट स्मल द्याट वी मेक। किनभने बानी भन्ने कुरा सानो सानो सानोबाट सुरु गर्ने हो, सानोबाट नै, अनि त्यसपछि हामीले ठुलो कुराहरू चाहिँ अचिभ गर्दै जान्छौँ। के गार्डनमा पनि हामीले धेरै कुराहरू गर्न सक्छौँ। ग्रो यो ओन, फुर्सद छ भनेदेखि सानो सानो ग्रो गर्नुहोस्, प्लान्टहरूलाई हाइड्रोमा राख्नुहोस्, पटै चाहिँदैन, आफ्नै घरमा सिसीमा चाहिँ प्लान्ट ग्रो गर्न सक्नुहुन्छ। यु क्यान मेक यु ओन पेस्टिसाइड्स बाई गार्लिकहरू प्रयोग गरेर पेस्टिसाइड्सहरू बनाउन सक्नुहुन्छ, सिड सेभिङ गर्न सक्नुहुन्छ, रियुज कन्टेनर्सहरू रियुज गरेर प्लान्टिङ गर्न सक्नुहुन्छ, कम्पोस्ट बनाउन सक्नुहुन्छ। अघि नै पनि कम्पोस्टिङ इज वान अफ द बेस्ट, किन 60% भन्दा बढी अर्ग्यानिक वेस्ट घरबाटै निस्किन्छ। विभिन्न किसिमले कम्पोस्ट गर्न सक्छौँ, जस्तो सुकै भाँडामा पनि गर्न सक्छौँ है। Then I think the last one, so grocery shopping. The shopping is one of the most important, किनभने हाम्रो घरमा जति पनि फोहोर आउँछ कहाँबाट आउँछ भन्दा सपिङ गरेपछि आउँछ नि त। सो फोहोर आउने ठाउँ भनेकै हाम्रो, अब सपिङ जानुपर्छ, सपिङ गरेर घर आइसकेपछि सबभन्दा बढी फोहोर आउँछ। त्यही भएर सपिङ गर्दाखेरि हामीले के किन्ने भनेर पहिला नै प्लान गर्नु पर्यो र कस्तो खालको सामान किन्ने। त्यसपछि बजारमा जाँदाखेरि के खुल्ला सामान किन्नु पर्यो, प्याकेजिङ कम भएको, अनि त्यसपछि ओके वान्स यु डिसाइड कस्तो खालको प्याकेजिङ छ, त्यसमा पेपरको प्याकेजिङ छ कि प्लास्टिकको प्याकेजिङ छ कि मेटलको प्याकेजिङ छ कि ग्लासको प्याकेजिङ छ त होइन। त्यही सामानले चाहिँ अब सस चाहियो, एउटा सस एउटा प्लास्टिकको प्याकेजिङमा पनि छ, सिसाको प्याकेजिङमा पनि छ भनेदेखि प्लास्टिक भन्दा सिसालाई चुज गर्नु पर्यो, किनभने ग्लासलाई अनलिमिटेड नम्बर अफ टाइम्स सकिन्छ
प्लास्टिक त कहिले नष्ट पनि हुँदैन, ग्लासलाई रिसाइकल गरेर पुनः प्रयोग गरेर गर्न सक्छ। त्यही भएर सस्टेनेबल अप्सन्समा जानु सक्छ। कुनै कुरा बल्कमा पाइन्छ, ठुलो 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 किन्दा फाइदा हुन्छ नि, बल्कमा किन्नु पर्यो होइन। अनि अर्को चाहिँ हामीले झोला घरबाट लिएर जानु त मेन मोस्ट इम्पोर्टेन्ट कुरा नै भयो। सानो सानो झोलाहरू पनि हामीले घरबाट लिएर जान सक्छौँ। खुल्ला किन्ने, अब नेपालमा पहिला पहिला हामी यो दाल चामलहरू चाहिँ खुल्लै किन्थ्यौँ होइन। अहिले फेरि म चाहिँ त्यो खुल्ला पाउने पसल खोजी खोजी किन्न खोज्छु कि अब बिस्तारै 1-2वटा पसल खुल्न थालेको छ खुल्ला बेच्नेहरू। तर किन भनेदेखि अब सफ्ट प्लास्टिकलाई के भन्ने समस्या पनि छ। र यदि तपाईँले गर्दा गर्दै हामीले के हुन्छ भने गर्दा तपाईँले आफैले रियलाइज गर्नुहुन्छ कि कति कम फोहोर निस्किरहेछ भन्ने कुरा के होइन। ल अब जाउँ सबैभन्दा इम्पोर्टेन्ट। ओके, अघि मैले के भनेको थिएँ तपाईँलाई, फर्स्ट आफ्नो दराजमा सपिङ गर्नु भनेर भनेको थिएँ नि होइन। सो हाम्रो सबभन्दा ठुलो समस्या भनेको नै लुगा, टेक्सटाइल वेस्ट हो। अनि एकजनाले चाहिँ मलाई त्यही क्वेसनमा चाहिँ नि टेक्सटाइल वेस्ट कसरी म्यानेज गर्ने भनेर सोध्नु भएको थियो। उहाँ चाहिँ नेपालमा हुनुहुन्छ होइन। नेपालको चाहिँ अब म पछि नवीनलाई नै आन्सर गर्न लगाउँछु होला। म चाहिँ अहिले यहाँ अहिले उपलब्ध र आफूले घरमा गर्न सक्ने कुरा चाहिँ गरौँ है त। सो फर्स्ट अफ अल यो सेलको पछाडि नलाग्ने होइन। सो यो सेल देख्यो भनेदेखि हामीलाई एकदमै टेम्पटेसन हुन्छ नि त। सो अब रिसेन्टली मैले पनि सिकेको कुरा, म आफैलाई पनि गाह्रो कुरा हो यो, किनभने अब बिङ अ वुमेन होइन, मलाई पनि म पनि प्र्याक्टिस गर्दै नै छु। सो के भनेछ भनेदेखि चाहिँ नि तपाईँको त्यो कार्ट जुन छ नि होइन, सपिङ कार्टमा चाहिँ नि राखिराख्ने के। सो जे सपिङ गर्न मन लाग्छ, किनभने कस्तो इम्पल्सिभ हुन्छ, जे पनि कुरा लुगा मात्रै होइन, जे पनि कुरा कहिलेका बच्चा अथवा आफ्नो केही देख्ला, अरू केही हबी होइन केही कुरा देख्ला कार्टमा राखिराख्ने। 2-3 दिन 4-5 दिनसम्म तपाईँले बिर्स्यो, त्यसको मतलब भएन, तपाईँलाई चाहिएन भने त्यो चाहिने सामानै होइन, देन 2 विक्स पछि यु क्यान डिलिट इट। 2 हप्तापछि तपाईँलाई फेरि लाग्यो कि तपाईँलाई चाहिने सामान हो भनेदेखि त्यसपछि तपाईँले किन्न सक्नुहुन्छ, अदरवाइज इट वाज नेसेसरी होइन। अनि लुगालाई पनि हामीले के गर्न सक्छौँ भनेदेखि चाहिँ अब फर्स्ट अफ अल त यो सेलमा सी एभ्रिथिङ इज 100% अफ इफ यु डोन्ट बाई इट होइन। तपाईँले किन्दै किनेन भनेदेखि त तपाईँको 100% पैसा बच्यो नि त, वेस्ट पनि बच्यो होइन। अनि द मोस्ट सस्टेनेबल थिङ द्याट युड बाई इज नथिङ पनि भनेर भन्छ होइन। अनि रिड्युस भनेको चाहिँ अब सकेसम्म नकिन्ने। अनि अर्को पनि एउटा टिप्स चाहिँ के भनेदेखि चाहिँ तपाईँले त्यो लुगा जुन छ नि तपाईँको कति धेरै लुगा लगाउँदैन होइन, सबै ह्याङ्गरमा चाहिँ एकातिर फर्काएर राख्ने रे। जुन जुन युज गरेको लुगाहरू चाहिँ हामी अर्कोतिर फर्काउँदै जाने के। अब पछि तपाईँको 2-3 महिनासम्म पनि कुनै ह्याङ्गर तपाईँको फर्केन भनेदेखि यु डोन्ट युज दोज लुगा के, त्यसपछि त्यो लुगा चाहिँ तपाईँलाई चाहिँदैन भनेर चाहिँ सम्झिनु भयो हुन्छ। अनि सरी पछाडि गएछु। अनि त्यसपछि रियुज होइन। रियुज भनेको त रियुज भनेपछि अब मैले भने नि आफूलाई नचाहेको कुरा साथीभाइ कसैलाई साथीलाई दिन सक्नुहुन्छ, कसैको मागेर लगाउन सक्नुहुन्छ होइन। इट्स ओके, आई थिङ्क वी निड टु नर्मलाइज दोज बिहेभियर्स। रिपेयर अगेन, नचाहिने आफूलाई चाहिने केही कुराहरू च्यातेको खण्डमा अथवा केही सानो सानो रिपेयर गर्न सकिन्छ भनेदेखि रिपेयर गर्नु होला, किनभने एकदमै कस्ट ठुलो छ। फास्ट फेसनले गर्दाखेरि चाहिँ अहिले हाम्रो वेस्ट एकदमै धेरै निस्किरहेको छ। रिपर्पज गर्न सक्नुहुन्छ। अनि अर्को मोस्ट इम्पोर्टेन्टली अहिले हामीले गर्न सक्ने भनेको स्वप गर्ने, कसैलाई बरो गर्ने, र लास्टली चाहिँदै नचाहेको खण्डमा चाहिँ डोनेट गर्ने। डोनेसन गर्ने चाहिँ विभिन्न ठाउँहरू छन् होइन, म अहिले तपाईँलाई पछि भन्छु पनि होइन। सो जिरो वेस्ट यो चाहिँ मेरो गो टु किट हो होइन। फर एक्जाम्पल मेरो फोटो पनि होइन यो, एउटा ब्यागमा सधैँ तपाईँले यति सामान बोकेर हिँड्नु भयो भनेदेखि तपाईँले धेरै मात्रामा चाहिँ फोहोर कम हुन्छ। चाहिने बेलामा एउटा टक्क चम्चा काँटा अनि एउटा वाटर बोतल, न्यापकिन अनि ब्याग, टक्क हामीलाई एभ्री टाइम चाहिने भनेको यस्तो सामान हो। राइट, सो अब हामी क्विकली
केही चिज हामीले गर्न सक्ने कुरातिर जाऊँ न होइन नेपालमा। यो चाहिँ एकदमै पुरानो पुरानो फोटोहरू पनि हो हुन त, तर अहिले योभन्दा धेरै चेन्ज पनि भइसकेको छ। धेरै ठाउँमा चाहिँ अहिले बिन्सहरू देख्न पाउँछ, हस्पिटलमा जाँदा पनि 3टा बिन हुन्छ, मन्दिर गए पनि 3टा बिन हुन्छ। आफ्नै ठाउँमा छ युज भएको छ कि छैन होइन, तर पनि हामीले बिन्सहरूको चाहिँ प्रयोग भएको चाहिँ देख्न सक्छौँ। सकेसम्म राइट बिनमा राइट सामान राख्नु होला, हामीले त्यही त हो नि स्टार्ट गर्ने होइन, अनि अरूलाई सिकाउनु पनि पर्यो होइन। अनि त्यसपछि यो चाहिँ मैले भक्तपुरमा पनि यसरी कुहिने नकुहिने भनेर राखिरहेको देखेको छु, एयरपोर्टहरूमा पनि छ होइन। यो सेकेन्ड फोटो चाहिँ आई थिङ्क कता हस्पिटलको जस्तो छ, हानी फोहोर पनि राखिरहेछ। कलेक्सन गर्न आउने मान्छेहरूले पनि कसैले चाहिँ सेपरेट गरेको देखिन्छ, कसैले चाहिँ गरेको देखिँदैन, त्यो मान्छेलाई तपाईँले सोध्न सक्नुहुन्छ यदि उहाँ चाहिँ तपाईँको, किनभने धेरै जसोले त अहिले शुल्क तिरेर खोलिन आउँछ नि त होइन, भनेपछि त उहाँलाई सोध्ने यो छुट्याउनु मिल्छ कि मिल्दैन, तपाईँले कहाँ गएर छुट्याउनुहुन्छ, हाम्रो रेस्पोन्सिबिलिटी पनि हो सोध्ने, र हामीले सिकाउनु पनि पर्छ। सेकेन्ड फोटोमा चाहिँ अलिकति यहाँनिर बटल्सहरूलाई छुट्याएर देखिन्छ। यो लास्ट फोटो चाहिँ आजकल मैले रिसेन्टली नेपाल जाँदा पनि यो नेप्सेम्याक भन्ने कम्पनीले धेरै यो पोलमा चाहिँ यो सानो बिन्स पनि राखिदिरहेको छ, विच इज ग्रेट फर स्मल ऱ्यापर्सहरू, जुन बोटल क्याप्सहरू, जुन चाहिँ सानो फोहोरहरू हाल्नको लागि चाहिँ एकदमै राम्रो अप्सन हो यो चाहिँ। अनि अरू चाहिँ नेपालमा धेरै नै यस्तो यो बायोग्यासहरू फोहोरबाट कम्पोस्टिङ गर्ने, बायोग्यास निकाल्ने, रिसाइक्लिङ, बेस्ट आउट अफ वेस्ट होइन, वर्मी कम्पोस्टिङहरू एकदम पहिल्यैदेखि यो चाहिँ भइराखेको छ। जति मात्रामा धेरै बढ्नुपर्ने हो त्यति चाहिँ यो कम्पोस्टिङ र यो उहरू चाहिँ त्यति भएको छैन, तर पनि आई थिङ्क यो चाहिँ हाम्रो पहिल्यैदेखि चाहिँ थियो। कसैलाई इन्ट्रेस्ट छ भनेदेखि चाहिँ नि स्रोतहरू चाहिँ हामी अहिले पछि लास्टमा दिन्छौँ। अनि यो चाहिँ नि ओके, दिस इज भेरी अमेजिङ थिङ्स होइन। यो चाहिँ नि अब यो हाम्रो नवीनको ब्लू वेस्ट भ्याल्यु गरिरहेको चाहिँ कम्पोस्टिङ प्लान्टहरू हो। अमेजिङली चाहिँ यो काठमाडौँमै यसरी चाहिँ ठुलो स्केलमा चाहिँ हाम्रो कम्पोस्टिङ भइराखेको छ। अनि घर घरमा गएर कम्युनिटी कम्पोस्टिङ पनि मलहरू बिक्री भइरहेछ। यो तलको फोटोमा चाहिँ, बिचको फोटो चाहिँ उहाँले सगरमाथा होइन नवीन, सगरमाथाबाट चाहिँ नि फोहोर कलेक्सन गरेर चाहिँ नि यसरी चाहिँ उहाँले चाहिँ नि विभिन्न डिफ्रेन्ट काइन्ड अफ वेस्ट कलेक्सन गरेर म्यानेज गरिराख्नु भएको छ। चाहिँ बेस्ट प्र्याक्टिसेस इन नेपाल र अब अस्ट्रेलियामा बस्ने साथीहरूको लागि चाहिँ हाम्रो धेरै सामानहरूमा चाहिँ लेबल राखेको हुन्छ सामानहरू किन्दाखेरि, अस्ट्रेलियन रिसाइक्लिङ लेबल भनेर, त्यसमा भएको लिड चाहिँ के गर्ने, प्याकेजिङलाई कहाँ फाल्ने भनेर चाहिँ त्यसमा चाहिँ मोस्ट अफ द टाइम चाहिँ करेक्ट छ, कहिले काहीँ चाहिँ अलिकति कन्फ्युजिङ भएको छ, तर मोस्टली चाहिँ बिनमा फाल्ने कि रिसाइक्लिङ बिनमा फाल्ने कि अथवा चाहिँ स्टोरमा लाने कि के गर्ने भन्ने कुरा चाहिँ लेखिरहेको हुन्छ। तपाईँले चाहिँ केयर गर्नु होला त्यसमा, त्यो हेरेर कन्फ्युज भएको अवस्थामा। रिटर्न एन्ड अर्न भनेर चाहिँ हाम्रो 10 पनि बोतल अथवा सिसा अथवा प्लास्टिकको बोतल 10 सेन्ट्स चाहिँ रिटर्न हुन्छ, त्यो चाहिँ हामीले गर्न सक्छौँ। यदि तपाईँले गर्नु भएको छैन भने गर्न सुरु गर्नुहोस्, एकदमै राम्रो सर्भिस छ। अनि अर्को चाहिँ यो उसमा अफिस वर्क्समा चाहिँ विभिन्न हरू पनि उनीहरूले लिन्छ, तपाईँले घरमा कलेक्ट गर्नुपर्ने हुन्छ र लगेर चाहिँ त्यहाँ राखिदियो भनेदेखि उनीहरूले छ। अनि त्यसै गरेर अर्को चाहिँ नि लुगा फाटाको लागि विनिज डोनेसन गर्ने ठाउँ छ। पछि आएर एचएनएम मलाई त्यति गर्न मन लाग्दैन, फास्ट फेसनको एउटा ब्रान्ड हो होइन, तर उनीहरूले एउटा राम्रो काम पनि गरिराखेको छ। त्यो चाहिँ नि जुन पुरानो लुगाहरू, टेक्सटाइल, कुनै पनि किसिमको टेक्सटाइल वेस्टलाई चाहिँ हामीले उनीहरूलाई दिन सक्छौँ। त्यहाँ चाहिँ उनीहरूले के गर्छ भने लुगाको क्वालिटी हेरेर चाहिँ चाहे त्यो उनीहरूलाई सेकेन्ड ह्यान्ड फेरि बेच्ने हो कि, त्यसलाई चाहिँ ओभरसिज पठाउने हो कि होइन कुनै अरू कन्ट्रीमा, अथवा त्यसलाई चाहिँ नि अब त्यसबाट पोसा बनाउने हो कि त्यसलाई चाहिँ स्टफिङ बनाउने हो, डिफ्रेन्ट त्यसलाई चाहिँ त्यसको चाहिँ कन्डिसन हेरेर चाहिँ विभिन्न प्रकारले प्रयोग गर्छ अरे होइन। त्यही भएर मैले पनि आफ्नो काम नलाग्ने लुगालाई चाहिँ नि विनिजमा काम लाग्ने राम्रो लुगालाई चाहिँ विनिजमा सेकेन्ड ह्यान्ड सपमा लान्छु, र कामै नलाग्ने लुगा कपडालाई चाहिँ मैले एचएनएममा लाने गरेको छु।
त्यसै गरी जुत्ता, पुरानो बच्चाहरूको जुत्ता, आफ्नो जुत्ताहरू चाहिँ रेबेलमा गएर हामीले चाहिँ रेबेल र अन्य जुत्ता पसलहरूमा चाहिँ रिसाइकल गर्न सक्नुहुन्छ। बिग डब्ल्यूमा चाहिँ हामी के अरे टोइज रिसाइकल गर्न सक्छौँ। ब्याट्री चाहिँ हामीले विलिज, कोल्स, बनिङ्स र अल्डीमा चाहिँ हामीले लगेर ब्याट्रीलाई म्यानेज गर्न सक्छौँ है। सो हाम्रो टाइम कस्तो छ? टाइम ठिकै छ ल। अब बेसिकली मोरलेस दिज आर द थिङ्स द्याट आई हेभ बिन डुइङ होइन। अब एक्चुली खर हामी चाहिँ अब रिभाइन गरौँ होइन। रिभाइन गर्दाखेरि चाहिँ नि फर्स्ट अफ अल अब हामीले के गर्नुपर्छ भन्दाखेरि फर्स्ट आज गएर यो सेसन सिधेपछि हामीले गर्ने फर्स्ट कुरा चाहिँ सपिङ जाँदाखेरि अब कसैले झोला चाहिन्छ म्याडम भन्यो भनेदेखि झोला चाहिन्छ सर भन्यो भने नो थ्याङ्क यू, मसँग आफ्नै झोला छ भन्ने सबैभन्दा पहिला चाहिँ त्यहीँबाट सुरु गरौँ होइन। अनि अर्को चाहिँ हामीले सकेसम्म चाहिँ नि आफ्नो सेकेन्ड ह्यान्ड सामानहरूलाई चाहिँ नि युज गर्ने र सेकेन्ड ह्यान्ड सामानहरू किन्ने न, त्यो पनि हामीले बानी बसालौँ। लोकल सामान किन्ने, सकेसम्म लोकल आर्टिस्ट अथवा त्यही ठाउँमा बनेको सामानहरू किन्ने, सपिङ गर्दाखेरि प्लान गर्ने, आफ्नो वाटर बोतल ब्याग्सहरू सकेसम्म रियुज गर्न मिल्ने सिङ्गल युजलाई चाहिँ हामी सकेसम्म प्लास्टिकको चाहिँ प्रयोग नै नगर्ने होइन। अनि बल्कमा सामान किन्ने, धेरै लामो समयसम्म टिक्नेहरू सामान किन्ने, अनि कम्पोस्टिङ स्टार्ट गर्ने। अनि त्यसपछि यो चाहिँ टेकवे कन्टेनरहरू अथवा चाहिँ डिस्पोजल कपहरूलाई चाहिँ सकेसम्म प्रयोग नै नगर्ने, अनि रिपेयर गर्न मिल्ने, रिपर्पज गर्ने मिल्ने सामानहरू किन्ने र सकेसम्म रियुज र रिसाइकल गर्ने। भेरी सिम्पल होइन। मैले धेरैचोटि रिपिट किन पनि गरेँ भन्दाखेरि चाहिँ अब यही कुरा नै हो हामीले गर्ने, तर गर्ने धेरै माध्यम, धेरै वेहरू चाहिँ छ होइन। सो अब हामीलाई थाहा भयो नि त होइन। सो यो चिजहरू चाहिँ मोस्टली तपाईँले यो 4वटा सामानलाई मात्रै छोड्नु भयो भने पनि हामीले धेरै मात्रामा चाहिँ प्लास्टिक, सिङ्गल युज प्लास्टिकलाई चाहिँ हामीले कम गर्न सक्छौँ। आफ्नो ब्याग लग्ने, आफ्नो कफी कप, आफ्नो स्ट्र त प्रयोगै गर्नु पर्दैन भन्छु म त होइन। अनि वाटर बोतल भइहाल्यो, आफ्नै वाटर बोतल। त्यसै गरी बिन लाइनर इज अल्सो वेस्ट। म बिन लाइनर पनि प्रयोग गर्दिनँ, त्यतिकै खुलै राखिदिन्छु, चाहिँदैन होइन। अन्य सब कुनै किचनमा मात्र हो, एउटा ठाउँमा मात्र म बिन लाइनर प्रयोग, किचनमा। डिस्पोजेबल कपहरू पनि प्रयोग गर्नु सकेसम्म नगर्ने, आफूलाई चाहिने आफ्नै घरको प्रयोग गर्ने। कन्टेनर, टेकवे कन्टेनर प्रयोग नगर्ने। क्लिङ ऱ्यापको अघि कुरा गरिहाल्यौँ होइन। अनि त्यसपछि ड्रिङ्क बोतलको पनि कुरा गरिहाल्यौँ। सो बेसिकली जति पनि हाम्रो बानी छ, जति हामीले देखिरहेछौँ, आफू पनि चेन्ज गरौँ र अरूलाई पनि सिकाउँ, इन्करेज गर्नुपर्छ हामीले होइन। साथै आफूसँगै अब आफ्नो बच्चाहरू छ घरमा अथवा आफ्नो छिमेकीमा, आफ्नो परिवारमा छ भनेदेखि उनीहरूलाई पनि सिकाउनुहोस्। उनीहरूलाई चाहिँ यस्तो फोहोरको थुप्रो चाहिँ भोलि तिम्रो लागि काम लाग्न सक्छ भनेर चाहिँ छोडेर चाहिँ नजाऊँ होइन। सानैदेखि हामीले उनीहरूलाई सिकायौँ भनेदेखि हामीले चाहिँ उनीहरूको लागि पनि सफा वातावरण छोडेर जान सक्छौँ। सँग एउटा एकदमै इन्ट्रेस्टिङ फोटो छ, म यो धेरै प्रयोग गर्छु मेरो वर्कसपहरूमा। बाट आयो तर मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ यो होइन। सो फर्स्टमा चाहिँ एउटा नेपालीले चाहिँ खाली ठाउँमा चाहिँ एकदमै यो त खाली छ भनेर फोहोर फाल्छ फर्स्टमा होइन, केही पनि नभएको ठाउँमा। त्यहाँ फोहोर फालेको देखेर सेकेन्ड नेपालीले त्यहीँ फोहोर फाल्छ। सो नेपाली भनेको मतलब फेरि नेपालमा मात्रै भनेर नसोच्नु, इट कुड बी जहाँ पनि। अनि त्यसपछि थर्डवालाले ल यहाँ त अलरेडी फोहोर फालेर रहेछ, फोहोर फाल्नु, फोहोर फाल्यो गर्दा गर्दा लास्टमा त्यही मान्छेले के भन्छ, ओहो कस्तो फोहोर नेपाल त भनेर भन्छ के होइन। सो डोन्ट बी द फर्स्ट पर्सन टु स्टार्ट लिटरिङ, डोन्ट बी द्याट 15 अल्सो होइन। बाहिर बाहिर फोहोर फाल्दै नफाल्नु, किनभने हामी आज जे गर्छौँ हाम्रो भविष्य हामीले त्यसै किसिमको पृथ्वी पाउँछौँ। अहिले अघि मैले त्यो प्लास्टिकले भरिएको हाम्रो बागमती नदी त्यतिकै आएको त होइन होइन, किनभने हाम्रो वर्षौँको हाम्रो एकदमै मेहनत परेको छ त्यसमा, धेरै नै फोहोर फाल्यौँ हामीले है। सो अघि फर्स्टमा मैले सोधेको थिएँ नि त तपाईँहरूलाई क्वेसन, वाट इज वेस्ट भनेर है। अब त्यहाँतिर जाउँ न त। फर्स्टमा वेस्ट के हो भन्ने कुरा गरेको थिएँ होइन। हामीलाई काम नलाग्ने वस्तु, रबिस, अब भनौँ न एकदमै अनवान्टेड कुरा भन्ने कुरा आएको थियो नि त है। सो दिस इज वाट आई थिङ्क इज द डेफिनेसन अफ वेस्ट। वेस्ट भन्ने कुरा नै छैन, रिसोर्स, स्रोत मात्र रङ ठाउँमा भएको हो।
त्यसलाई चिन्न सक्यो भनेदेखि हामीले चाहिँ नि कुनै पनि कुरा फोहोर हुँदैन होइन। किनभनेदेखि अघि मैले भने वेस्टले के गर्छ, हाम्रो क्लिनर जेनेरेसन, हाम्रो वेस्ट जेनेरेसन कम हुन्छ होइन। भयो नि, वेस्ट कम भयो त हामीले रिड्युस रियुज रिफ्युज गर्यो भने फोहोर कम भयो, ल्यान्डफिलमा कम फोहोर गयो गयो होइन। त्यसपछि हाम्रो सोसियल बेनिफिट भयो, हामीले आहा काठमाडौँ कस्तो सफा भएको भनेर अहिले त हेर्न पाइरहेछौँ नि त होइन। सोसियल बेनिफिट भइरहेछ छ होइन। इकोनोमिक बेनिफिट पनि हामीले धेरै गर्न सक्छौँ यदि हामीले आफ्नो खाद्य फोहोरलाई जोगाउने अथवा वेस्ट राम्रो थोरै अब चाहिने मात्र किन्ने हो भने इकोनोमिक पनि त बेनिफिट भयो। कम्पोस्ट बनाउन सक्छौँ, धेरै नै इकोनोमिकल बेनिफिटहरू पाउन सक्छौँ। एट द एन्ड यु लिभ अ मिनिङफुल एन्ड पर्पसफुल लाइफ के है। इट्स नट अबाउट सरी इट्स नट अबाउट okay, it's all about doing perfect, sorry, doing your best, not being perfect होइन। आफ्नो लागि अब अरूले के गरिरहेछ हेर्ने होइन कि मैले के गर्ने हो, र आफ्नो सर्कमस्टान्सेस, आफ्नो आफ्नो जुन किसिमको अब आफ्नो घरमा के खालको सर्कमस्टान्सेस हुनसक्छ तपाईँको सबैको आफ्नो आफ्नो हुन्छ नि होइन। मेरो कति कुराहरू मिल्दैन मैले गर्छु भन्दाखेरि मेरो परिवारको सर्कमस्टान्सेसले गर्दाखेरि तपाईँको आफ्नै हुनसक्ला। सो इट्स अबाउट आफूलाई मिल्ने खालको कुरा गर्ने हो, नट बिङ पर्फेक्ट, डु वाट यु क्यान। अनि एकजना जेन गुडल उहाँको एउटा एकदमै राम्रो भनाइ छ, यु क्यान नट गेट थ्रु अ सिङ्गल डे विदाउट ह्याभिङ एन इम्प्याक्ट अन द वर्ल्ड अराउन्ड यु। what you do makes a difference and you have to decide what kind of difference you want to make होइन। यो हाम्रो हातमा छ र यो पावरको चाहिँ प्रयोग गरौँ, हामीसँग भएको पावर कस्तो खालको डिफरेन्स बनाउने र कस्तो खालको पृथ्वी हामी छोड्छौँ भविष्यको लागि। हामी अलमोस्ट अन्त्यतिर आइसकेका छौँ र यो एकदमै इन्ट्रेस्टिङ एउटा चिज अलिकति धमिलो आएको छ होला होइन। छोरा र बुवाको कन्भर्सेसन, छोराले भन्छ ड्याड फोहोरवाला आएको छ, ड्याडले भन्छ बाबु फोहोरवाला हो, बाबु फोहोरवाला त हामी हौ, ऊ त सफावाला हो होइन। हामीले आफ्नो सोच बदल्यौँ भनेदेखि देश त आफै बदलिन्छ नि। सो सोचाइमा नै हाम्रो फोहोरलाई हेर्ने सोचाइ, फोहोर लिन आउने मान्छेलाई हेर्ने सोचाइ, सबै अहिलेसम्म पनि हाम्रो सोचाइबाट नै हामी परिवर्तन हुनुपर्ने अवस्था छ है। ल, थ्याङ्क यू सो मच फर लिसनिङ। आई थिङ्क अब हामी सबैसँग धेरै क्वेसन्सहरू पनि होला होइन। क्वेसन्सहरू छ भनेदेखि चाहिँ हामी अहिले क्वेसन एन्सर गर्न सक्छौँ। दिस इज अल अबाउट जिरो वेस्ट लिभिङ एन्ड माई जिरो वेस्ट जर्नी अल्सो देयर होइन। अब सबै कुरा के सबै राखिसकेको छु, केही क्वेसन छ तपाईँहरूलाई केही कुरा भन्न मन लागेको छ भनेदेखि we can have it now। केही क्वेसन छ कसैको? नत्र भनेदेखि म नवीनलाई चाहिँ के भन्नु भन्छु भनेदेखि नेपालमा चाहिँ नि यदि कसैले वेस्ट म्यानेजमेन्ट गर्न चाहन्छ भनेदेखि चाहिँ कहाँबाट चाहिँ मतलब के छ त अप्सन्सहरू अहिलेलाई? थ्याङ्क यू एनिलिना फर द एक्सलेन्ट प्रेजेन्टेसन। एकदमै राम्रो प्रेजेन्टेसन गर्नुभयो होइन। अब यो बेसिकली हामीले चाहिँ अब किताबमा पढेको अथवा चाहिँ कहीँ कसैले भन्दा पनि बेसिकली सानो सानो कुराहरू जुन चाहिँ हामीले आफ्नो ह्याबिटलाई चाहिँ बदल्ने अथवा चाहिँ यसलाई बेस्ट वानको के हो, कसरी गर्न सकिन्छ भन्ने कुराहरू हामीले आज गऱ्यौँ। एलिनाले गरेको प्र्याक्टिसेसहरूलाई पनि सुन्यौँ होइन। इट्स इज भेरी भेरी गुड र किप इट अप भन्न चाहन्छु। अनि त्यसपछि अलिनाले भनेको जस्तो काठमाडौँमा चाहिँ हाम्रो अब अलिकति मिश्रित खालको एरियाहरू भएको छ, जस्तो 18-19वटा नगरपालिका छ। 18वटा नगरपालिकामा चाहिँ काठमाडौँ उपत्यकाभित्र चाहिँ अब विभिन्न खालको सर्भिसेसहरू तपाईँहरूले पाउनुहुन्छ। एउटा दुईवटा साथीहरू जस्तो सुखावती स्टोर भन्यो होइन, जस्तै अरू क्लोथ ब्याङ्कहरू राख्न स्टार्ट गरिसकेको छ। अनि हामीले पनि पहिला भातपट्टि यो बिग मार्ट यस्तोहरूमा चाहिँ अब यो डिपोजिट रिटर्न स्किमहरू राख्ने कि भनेर कोभिडको बेला परेको थियो, तर अनफोर्चुनेटली इट इज एक्चुली नट बिन इम्प्लिमेन्टेड। तर के छ भन्दाखेरि अहिले पनि भातपट्टि जस्तो अरू सुपर मार्केटहरूले चाहिँ अब ब्याग
ब्यागहरू चाहिँ किनेर लानुपर्ने खालको बनाइदिएको छ, भेरी गुड प्र्याक्टिस। त्यसले गर्दा एकदमै थोरै फोहोरहरू मात्र उत्पादन हुने हुन्छ। अनि कतिले किनेर लान्छ, त्यो किनेर लग्दाखेरि पनि कस्तो हुन्छ भने भटपार्नेहरूले चाहिँ मलाई थाहा भए अनुसार चाहिँ उहाँहरूले आफ्नै मान्छेहरू आफ्नै महिलाहरूलाई प्रयोग गरेर प्रडक्सन गरेको हो कि ब्यागहरू त्यति सस्तोमा 35 रुपिजमा त्यो ब्याग पाउने बनाएर राखेको छ। यदि कसैले आएर हामीले बेच्यो भने पनि 100 अथवा 50+ पैसा लाग्छ होला, तर उहाँहरूले बल्कमा अर्डर गरेर कपडाहरू बेलुसिलाउन लगाएर होइन त्यत्रो रोजगारद्वारा त्यो गराइराख्नु भएको छ। अनि अर्को चाहिँ कुरो चाहिँ के भन्दाखेरि मटेरियलहरू कलेक्सनको लागि चाहिँ अब इन्फर्मल वेस्ट वर्कर्सहरू त छ, तर उनीहरू तलैबाट आएर साइकलमा आएर अनि त्यस्तो खालको कामहरू पनि गरिरहेको छ। कुनै कुनै चाहिँ अब तपाईँले फोर मलाई भन्ने एउटा हेर्नुभयो भने चाहिँ एउटा यङ टिमले चाहिँ हेरिराख्नु भएको छ, उहाँहरूले फोहोर लिन आउने, तर त्यति इफिसियन्ट भइरहेको छैन। त्यस्तै गरेर डोको रिसाइक्लर्सले चाहिँ तपाईँहरूले महसुस गर्नु होला, उनीहरूले ड्राई रिसाइक्लेबल्सहरू कलेक्सन गर्छ। त्यो भनेको मतलब चाहिँ अब ड्राई चिजहरू जस्तो अलिक कारखानामा जाने जस्तै अलिकति भ्यालु उनीहरूले चाहिँ एड गरेर बिक्री गर्ने हो। जस्तो कागज भयो, ग्लास भयो, ग्लास पनि नफुटेको को प्राइस आउँछ, दिएको चाहिँ आउँदैन। उहाँहरूले ग्लास त भन्दा पनि बेसिकली ई वेस्ट पनि काम गरेर हुन्छ। हामीसँग पहिलाको ई वेस्ट स्टेसनहरू हामीले चाहिँ कोभिड पछाडि क्लोज गऱ्यौँ, किन गाह्रो छ, सबै मान्छेहरूलाई हायर गरेर काम गरिरहेको, तर तर अनि हामीले चाहिँ हाम्रो मटेरियल्सहरू चाहिँ एज सच चाहिँ डोकोले नै गर्छ। अब कहीँबाट हाम्रो चाहिँ पुरानो क्लाइन्ट्सहरू कन्टिन्यू भयो भने पनि हामीले डोकोलाई नै ल तपाईँको चाहिँ एउटा उहाँहरूका एउटा हब जस्तै बनाएको छौँ, जुन ठाउँमा चाहिँ उहाँहरूले अब ट्रेनिङ पनि दिन्छ, स्टुडेन्ट्सहरू आएर क्लासेसहरू पनि दिनुहुन्छ, अनि त्यसपछि त्यो डिसमेन्टलिङदेखि लिएर प्रोसेसिङको कुराहरूमा चाहिँ ओरिएन्टेसनहरू पनि दिन्छ, विच इज भेरी गुड। अनि त्यसपछि अहिले हामीले गरिरहेकोमा चाहिँ अब अलिकति प्लास्टिक इज अ बिग प्रब्लम। प्लास्टिकमा चाहिँ विभिन्न खालको क्याटेगोरीको प्लास्टिक्सहरूलाई चाहिँ खास त रिसाइक्लिङ कम्पनीजहरू पहिल्यैदेखि अब यो इन्डस्ट्रियल जोनहरूमा चाहिँ राखिरहेको छ। जस्तो बालाजु भयो, पाटन इन्डस्ट्रियल इस्टेट भयो, भक्तपुरमा छ। यस्तो अनि टेकु यो चाहिँ नि विभिन्न ठाउँमा छ, यो जुन चाहिँ एउटा खोलाको साइडमा तहरो बनाएर त्यसरी गरिराख्ने प्लास्टिक रिसाइकल गर्नेहरू पनि देखिएको छ। तर उहाँहरूले चाहिँ केही अंश के एकदमै राम्रो खालको प्लास्टिकहरू, त्यसमा विभिन्न खालको प्लास्टिकहरूमा के पर्छ भन्दाखेरि एचडिपी, यो पिइटी भनेको पेट बोतलहरू त हाम्रोमा चाहिँ अब खास धेरै जसो फोहोरमा चाहिँ देख्दैन, यो टिपिहाल्छ, भ्यालु छ, बढी भ्यालु छ। अनि त्यसपछि त्यो भ्यालुले गर्दाखेरि बाटोमा चाहिँ धेरै देख्दैन, देखे पनि एउटा ठिकै गरेर हुन्छ, फेरि कहिले ठिकै छुट्टी गर्व अथवा त्यस्तो खालको देखिन्छ अलिअलि, तर त्यो टिपिहाल्छ। त्यो चाहिँ ल्यान्डफिल, खास चाहिँ ल्यान्डफिल गयो भने तिनीहरू त फेरि निकाल्छ पनि, र त्यस्तो अवस्थामा छ। तर अरू चाहिँ प्लास्टिक एकदमै चाउचाउ होइन, यो लेज चक्लेट के छ नि, पानपरा गुट्टाहरू, त्यो चाहिँ अब धेरै चाहिँ फाल्ने गरिरहेको छ। त्यसमा चाहिँ हामीले काम गरिरहेको छौँ, जुन चाहिँ अब हामीले बिक्री गर्न पनि मिल्दैन, र त्यस्तोको चाहिँ अब विभिन्न खालको सामानहरू बनाउनेतिर लागेको छ। त्यो त्यस्तै गरेर रिसाइकल गर्न सिसाहरू, त्यो रिसाइकल भनेको चाहिँ अब डेभलप कन्ट्रिजहरूमा जस्तै अस्ट्रेलियामा पनि के गर्छ भन्दाखेरि यो यहीँ पनि वेस्ट एनर्जी प्रब्लम प्लान्ट भइरहेछ बनाएको छ। त्यो सब। धेरै छ युएसमा मैले धेरै ठाउँमा हेरेको छु, 3-4वटा वेस्ट इनर्जी प्लान्टमा उहाँहरूले त्यो त एकदमै राम्रो इनर्जी जेनेरेटिङ भयो नि त। अनि यहाँ चाहिँ हामीले आरडिएफ भयो एउटा एउटा अर्को चाहिँ अब बाटो बनाउनेतिर हाम्रो ग्रिन रोड वेस्ट म्यानेजमेन्ट भनेर होइन, उहाँहरूले पोखरामा पहिला स्टार्ट गरेको थियो 100 मिटर, अनि त्यसपछि हामीले यहाँ किर्तिपुरमा पनि बनायौँ। अहिले त कास्कीमा धेरै ठाउँमा बनाइसकेको छ, बाटो बनाउनलाई प्रयोग गरेको छ। एकदमै सिम्पल टेक्नोलोजी, तर उहाँहरूले पढेर बाहिर भुटानमा पढेर इन्डिया इन्डियामा अब प्रोफेसरले चाहिँ राम्रैसँग गरेर उहाँहरूको त अब फेरि धेरै तपाईँको हरेक एनएच हाइवे, नेसनल हाइवेहरूमा चाहिँ राख्नै पर्ने खालको चाहिँ गाइडलाइन चाहिँ बनाएर होइन त्यसो गरेको छ। इभन ब्रिक क्लिन यो चाहिँ यो के भन्छ सिमेन्ट फ्याक्ट्रिजहरूमा चाहिँ आरडिएफ चाहिँ त्यो हाई टेम्परेचरमा बर्न गर्ने सिस्टम भएको कारणले गर्दा त्यस्तो ठाउँमा गरेर म्यानेज गर्ने खालको सिस्टमहरूलाई चाहिँ उहाँहरूले एप्रुभ गरेर काम भइरहेको छ। नेपालमा चाहिँ अलिकति यो विभिन्न खालको प्रोसेसमा चाहिँ अलिक गाह्रो भइरहेको छ होइन।
उहाँले निर्देशिकाहरू बनाउनु पर्ने डाइरेक्टिभ्सहरू यताउता त्यो त्यो चाहिँ भएको छैन। अब अरू भनेको चाहिँ ग्लास ग्लास चाहिँ धेरै जस्तो चाहिँ खास चाहिँ इनर्ट नै पर्छ, तर केही पनि हार्म त हुँदैन, तर घाउ चोटपटक लाग्ने होइन त्यस्तो हुने, त्यतिकै फाल्दाखेरि मान्छेहरूले टिप्न जाँदा काम गर्दाखेरि त्यस्तो हुने। ग्लास चाहिँ हामीले सेपरेटली हामीले चाहिँ ग्लासको चाहिँ अब सी ग्लासहरू त्यसपछि अब ज्वेलरिजहरू बनाउनुतिर लागेको छ। अलिकति अर्नामेन्टलतिर गइरहेको छौँ। अलिकति कस्तो भन्दाखेरि युथहरूलाई अलिकति मार्केट कहाँ छ, हामी मार्केट कहाँ छ, कुन चाहिँ मार्केट चाहिँ बेसी चल्छ, जस्तो वेस्ट मेटेरियलहरू कलेक्ट गरेर पनि अब बिक्री गरेर खासै फाइदा नहुने अवस्थामा पनि भएन। त्यसलाई अलिकति कसरी हुन्छ भ्यालु एड गरेर चाहिँ ले राम्रो खालको बनाउने भनेर त्यतातिर चाहिँ गएको छौँ। अब एक्सर्साइज जारी नै छ। हिमालतिरको फोहोरहरू अघि एलिनाले भनेको जस्तो हिमालको फोहोरमा अब स्पेसली हामी अलिकति एभरेस्टसँग जोडिएका छौँ। एभरेस्टको वेस्टहरू चाहिँ हामी कलेक्सन गर्छौँ। हामीले त्यहाँको लोकल पार्टनरसँग चाहिँ पार्टनरसिप गरेर उहाँ सगरमाथा पल्युसन कन्ट्रोल कमिटी भन्ने छ, उहाँहरूसँग चाहिँ हाम्रो पार्टनरसिप छ। उहाँहरूले चाहिँ माथि हामीले एउटा स्टुडियो पनि बनाएको छौँ, तर त्यहाँबाट चाहिँ हामीले चाहिँ मसिनमा त्यो स्प्रेड गरेर मसिनबाट स्प्रेड गरिसकेपछि ब्यागमा राखेर सानो सानो 1 किलो 2 किलोको प्याकेज बनाएर त्यो टुरिस्टहरूलाई चाहिँ रेस्पोन्सिबल टुरिज्मको हिसाबले चाहिँ उहाँहरूले चाहिँ तल लुक्लासम्म ल्याइदिने। अनि एसपिसिसी जुन चाहिँ यो सगरमाथा पल्युसन कन्ट्रोल कमिटी उहाँहरूले चाहिँ अनि फेरि तल लुक्लामा चाहिँ प्लेनमा हालेर नेपालको प्राइभेट प्लेनले पनि सिएफआर गर्छ, उहाँहरूले चाहिँ फ्रीमा चाहिँ काठमाडौँ ल्याइदिन्छ। अनि काठमाडौँबाट चाहिँ हामीले लिएर चाहिँ उ गर्छौँ। अब यसलाई चाहिँ फेरि सेग्रिगेट गरेर फेरि त्यसलाई प्रोसेस गरेर अनि हामी यसलाई भ्यालु एड गरेर काम गर्छौँ। त्यो चाहिँ हाम्रो रिसाइक्लिङ स्टुडियो भनेर चाहिँ यो बौद्धमा छ एउटा, त्यो चाहिँ हामीले छुट्टै एन्टिटी रेजिस्टर गरेर मोयर डिजाइन भनेर राखेको छ। त्यसमालाई चाहिँ फोहोर भनेपछि कसैले पनि किन्दैन, तर फोहोरको एडै नगरिकन त्यो चाहिँ सेपरेट एउटा नयाँ लाइफ दिनको लागि माउन्टेन वेस्ट रिपर्पोज भनेर मोवेयर भनेर नाम राखेर त्यो चाहिँ अब मार्केटमा बिक्री भइरहेको छ। यो चाहिँ धेरै विदेशीहरू एभरेस्ट आउँदाखेरि अब नाम्चेमा पुग्दाखेरि त्यो स्याङबुचेमा चाहिँ हाम्रो सगरमाथा नेक्स्ट सेन्टर भनेर चाहिँ त्यहाँबाट चाहिँ बिक्री हुन्छ। अब इट्स कस्टिङ अन लाइक 5,000 2,000 2500 त्यस्तो लिन्छ। उहाँहरूको लागि त एउटा सोभेनियर छ नि, एभरेस्ट चढेर गइसकेपछि एभरेस्टमा बेस क्याम्पसम्म गएर फर्किँदाखेरि चाहिँ एउटा राम्रो सोभेनियर जुन चाहिँ वेस्टबाट बनाएको, तर वेस्ट भनेर हामीले मेन्सन गरेको छैनौँ, एकदमै क्लियरली भनेको छौँ त्यो रिसाइकल भयो। त्यो चाहिँ हामीले बिक्री गर्नु छ। त्यो सँगसँगै अब इन्स्टिट्युसन्सहरू होटेलहरू यही अघि एनाले भनेको जस्तो सोर्समै हामीले सेग्रिगेट गरेर, सोर्समा सेग्रिगेट गरेन भने त्यसको भ्यालु चाहिँ एकदमै कम हुँदै जान्छ। किन भन्दाखेरि त्यो फोहोर लागिसकेपछि प्रोसेस गर्न एकदमै गाह्रो छ, त्यही हिसाबले काम भइरहेको छ। त्यो अब घरको टिप्समा चाहिँ धेरै जस्तो चाहिँ हामीले यहाँ नेपाल काठमाडौँमा चाहिँ बिक्री गर्न मिल्ने धेरै छ। तपाईँहरूले ड्राई मेटेरियल्सहरू धेरै बिक्री गर्न सक्छौँ। इभन द कम्पोस्ट एकताको त मैले किलोको 6 रुपियाँ 7 रुपियाँमा किन्ने गरेको थिएँ धेरै अगाडि, 22-25 वर्ष अगाडि। तर मान्छेहरूले चाहिँ यहाँ चाहिँ अहिले मिक्स गरेर भने मतलब अब माटो र खरानी अनि त्यो मिक्स गरेर मल भनेर मलाई दिन थालेपछि अनि मैले रोकिदिएँ। सामान मेरो ब्रेकिङ पनि विचारमा त अरू नेपालमा त अझ धेरै नै ऊ छ जस्तो सरी नेपालमा त अझ धेरै के अरे भ्याल्यु छ जस्तो लाग्छ कि यदि गर्ने सोच भएको खण्डमा हरेक किसिमको अहिले फोहोरलाई लिन्छ अहिले है। एकदम हो। अहिले चाहिँ धेरै जस्तो चाहिँ युथहरू स्पेसली एकदमै कन्सियस युथहरूले चाहिँ अब जस्तो एल्नाले भने जस्तो बायो इन्जाइमको कुराहरू होइन, त्यो स्क्रबरहरूदेखि लिएर बनाउँछ नि त्यो वेस्ट अर्ग्यानिकवाला त्यो पनि छ। अनि त्यसपछि यो अर्ग्यानिक प्रडक्टहरू बाँसको होइन मटेरियलहरू अल्टरनेटिभ प्लास्टिकको हिसाबले नेचर बेस्ड सल्युसन्सहरू। अनि त्यसपछि तपाईँको त्यो फ्लावरिङहरू आजकल एकदम फ्लावरमा पनि काम गर्नेहरू छ, जस्तो तपाईँले सुन प्रसाद भनेर हेर्नुभयो होइन होइन, उहाँहरूले फ्लावरको बिग राम्रो बिजनेस गरिराख्नु भएको छ। फ्लावरबाट उनीहरूले धुप बनाएर होइन सेन्ट्सहरू सो बनाएर पर्फ्युमहरू बनाएर यस्तो राम्रो राम्रो काम गरिरहनु भएको छ।
धेरै राम्रो राम्रो चिजहरू देखा परेको छ, तर उनीहरू के सिस्टम हुन्छ र त्यसमा चाहिँ उहाँहरू चाहिँ राम्रोसँग चाहिँ व्यापार चाहिँ बढाउन सक्छ, हामीले किनिदिनु पर्यो अथवा हामीले सहयोग गरिदिनु पर्छ भन्ने हिसाब हो क्या। हो एक्ज्याक्टली, मैले अघि न सर्कुलर इकोनोमीको कुरा गरेको थिएँ नि त। सो जिरो वेस्टमा हामीले एकातिर हामी फोहोर कम गर्नु, तर यदि कसैलाई आफैले पनि म इम्प्लोइमेन्ट जेनेरेट गर्छु, म यसैमा केही होइन काम गर्छु भने पनि अहिले चाहिँ धेरै अप्सन्सहरू आइसकेको छ। यो चाहिँ नि ग्रिन बिजनेसेसहरू गर्ने उपाय, जस्तै अब वेस्टबाट, वेस्टमा कहाँ हुन्छ होइन त। तपाईँलाई सबभन्दा पैसा नै वेस्टमा छ, र सबभन्दा ठुलो पोलिटिक्स होइन वेस्टमै हुन्छ। सायद एउटा रिजन त्यो अब भन्नु हुने नहुने थाहा, त्यसले गर्दा पनि सायद वेस्ट म्यानेजमेन्टमा त्यति ढिलाइ पनि भइरहेको हुनसक्छ। देयर लट अफ मनी इन वेस्ट होइन। उम्, वेयर वान्ट्स टु उम्, कम, जसलाई काम गर्नु मन छ अहिले राइट टाइम, र किनिदिनु पर्यो, मेन कुरा त त्यही हो, र सर्कुलर अनि इकोनोमी। अरे कस्तो छ भन्दाखेरि अलिकति त्यो साथीहरूले चाहिँ अलिक क्वालिटी निकाल्नु पर्छ भन्ने मेरो भनाइ हो, त्यसपछि वेस्टै हुँदैन होइन। प्रोडक्सन क्वालिटी मेहनत धेरै गरेको हुन्छ, अनि प्रोडक्सन किन किन लाग्ने खालको बनाइदिनु पर्छ भन्ने हिसाब हो, अनि त्यसपछि चाहिँ डेफिनेटली इट रन्स भन्ने हो। है र हजुर। कसैसँग के क्वेसन्सहरू छ कसै? सो धेरै कुरा छ गर्ने। थ्याङ्क यू सो मच है सबैजनालाई, कति लामो समयसम्म बस्नुभयो शनिबारको दिन पनि, तपाईँहरूको छुट्टीको समयमा पनि। नवीन, थ्याङ्क ल यू सो सो मच फर